गरी एन्टायर जति पनि यो एन्ड टाइममा जसरी एउटा जेनेरेसन तयार भइकन उभिराख्नु भएको छ नि, जसलाई हाम्रो ब्रदर डेभिडले नेतृत्व गरिकन आजको दिन यसरी मिडिया मार्फत बोल्नुपर्छ भनिकन मसँग बात भयो है। अनि आज प्रभुको योजना हो, यो हाम्रो मान्छेको योजना पनि होइन, अनि हामीले सोचेको जस्तो त केही पनि हुँदैन, अनि हामीले चाह गरेको जस्तो केही पनि हुँदैन, तर सबै कुरा हामी परमेश्वरको प्लानभित्र, परमेश्वरको योजनाभित्र छौँ। आमेन, आमेन। सुन्दै हुन्छ मैले भनेको कुरालाई? म खास यो जुममा बोल्ने आदत छैन हो, घरिघरि एक्लै बोलेको जस्तो लाग्छ मलाई यसो झस्काउनुहोस् है बेला बेला। ओके, सो हामी एउटा परमेश्वरको समयभित्र अनि परमेश्वरले तोक्नु भएको हरेक कार्यभित्र नै हामी चाहिँ जस्ट एउटा एक्ट गर्दैछौँ। हामी उहाँले तोक्नु भएको, उहाँले डिजाइन गर्नुभएको, हामी उहाँको डिजाइनभित्र हामी हिँड्ने कार्य गरिरहेको छौँ। अनि आजको यो साँझ पनि तपाईँ हामी यसरी मिडिया मार्फत, जुम मार्फत आज यसरी परमेश्वरको कुरा सिक्नको निम्ति यो ठाउँमा हुँदै गर्दा पनि परमेश्वरको योजना छ। सो आज म ढिलो नभइकन म अगाडि बढ्न चाहन्छु, किनभने जसरी आज तपाईँहरू सिकिराख्नु भएको छ, मैले सुन्दै थिएँ हाम्रो आदरणीय सञ्चालक बहिनीबाट कि सोमबारबाट तपाईँहरू बिहिबारसम्म कन्टिन्यू सेवाकाइमा लागिराख्नु भएको छ। अनि यो चाहिँ एउटा मूल्य चुकाउने, तपाईँहरू कतिजना 12 घन्टा काम गर्नुहुन्छ, 14 घन्टा, 15, 16 घन्टा काम गरेर पनि आज यसरी समय व्यतीत गरिराख्नु भएको छ। अनि यो चाहिँ आजको बलिदान हो। अनि बाइबलले साह्रो मजाको कुरा चाहिँ के भन्छ भने आजको बलिदान चाहिँ भोलिको निम्ति चाहिँ ठुलो महिमा हो। अनि आज यो एउटा भागमा तपाईँहरू उभिँदै गर्दाखेरि परमेश्वरको कुराहरू सिकिनै राख्नु भएको छ। यो चाहिँ खास बाइबलले भन्छ यो चाहिँ उहाँको राज्य अनि धार्मिकताको खोजी गर्न। सायद केही गर्नु होला कतिजना सेवाकाइमा साधारण तरिकाले आज जोडिएर सुन्नु मात्रै भएको होला, तर तपाईँ यो एउटा 1 घन्टा 1.5 घन्टाको समय बिताउँदै गर्दा तपाईँ परमेश्वरको राज्य धार्मिकता खोजेको एउटा यो चाहिँ एउटा कार्य हो। हेर्नुहोस् है, कतिचोटि हामीलाई के लाग्छ भने सेवाकाइमा बसे केही त भएन, न जिम्मेवार पाएको छ है, न त केही कुरा भएको छ, तर नि आज यो बसाइले नै खास बाइबलले के भन्छ यो चाहिँ धार्मिकताको खोजी हो। अनि अन्तिमको समयमा जब पनि सन्तहरू प्रकट हुन्छ हामीले बोल्नै पर्दैन, अनि सन्तहरूले जुन ज्योतिमय चम्किने पोसाक लगाएको हुन्छ, प्रकाश किताबले साह्रो मजाको कुरा चाहिँ के भन्छन्, त्यो चाहिँ धर्मीहरूको धार्मिक कार्य हो। अनि यो आज कार्य हामी गर्दै गर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो धार्मिकताको वस्त्र आज फेरि पनि चम्किँदै नयाँ गरिकन बनिँदैछ है। सो हामी एउटा यस्तो समयभित्र पसिरहेको छौँ जुन समय चाहिँ परमेश्वरले नै तोक्नु भएको समय हो। अनि हामी यो बिचमा हामी थुप्रो कुरालाई यतिखेर देखिरहेको छौँ। सारा संसारभरि चर्च तयार हुँदैछ कि परमप्रभुले ठहराउनु भएको एउटा चाडमा उहाँले बोलाइराख्नु भएको छ। अनि तपाईँहरू सिकिराख्नु भएको छ। मैले सुन्दै थिएँ हिजो ब्रदर डेभिडबाट कि तपाईँहरू थुप्रो फिस्टको कुरालाई लिएर, प्रभुको टाइम एन्ड सिजनको कुरालाई लिएर सिकिराख्नु पनि भएको छ। अनि आज त्यही प्रसङ्गमा म तपाईँलाई अलिकति जोड्न चाहन्छु, किन चाहिँ आज यो इम्पोर्टेन्ट छ, किन चाहिँ यो प्रभुको टाइम एन्ड सिजन भन्ने कुरालाई। तपाईँले उपदेशको किताब 3 को 1 मा हेर्नु भयो भने त्यहाँनिर हाम्रो नेपाल बाइबल सोसाइटीमा त्यस्तो मजाले ट्रान्सलेसन त भएको छैन, तर यदि तपाईँहरूसँग टिभीएस भर्जनको बाइबल छ भने टिभीएस भर्जनमा चाहिँ साह्रो मजाले के कुरा लेखेको छ भने चाहिँ स्वर्ग मुनि चाहिँ अथवा आकाश मुनि चाहिँ हरेक कुराको निम्ति चाहिँ एउटा तोकिएको समय छ भनिकन टिभीएस भर्जनको नेपाली बाइबलले त्यो कुरालाई भनेको छ। मेरो बाइबलमा यसरी लेखेको छ, म तपाईँको निम्ति पढिदिन्छु है त। हरेक कुराको निम्ति एउटा तोकिएको समय हुन्छ, आकाशमुनि हरेक काम कुराको समय हुन्छ। सो यो जुन चाहिँ उपदेशको किताब 3 को 1 मा आइपुग्दै गर्दाखेरि यहाँनिर टिभीएस भर्जनमा जुन कुरा एउटा तोकिएको समय, हरेक कुराको निम्ति चाहिँ के हुँदो रहेछ भन्दै गर्दा तोकिएको समय अथवा अपोइन्टेड टाइमिङ। अनि यो अपोइन्टेड टाइमिङको विषयमा हेर्दै गर्दाखेरि यो चाहिँ परमप्रभुले तोक्नु भएको समय, अनि परमेश्वरको तोकिएको समयलाई चाहिँ बाइबलले आधारमा हेर्दै गर्दाखेरि चाहिँ उहाँको चाडहरू भनेर पनि त्यहाँनिर व्याख्या गरिएको छ है। सो कारणले गर्दा परमेश्वरले पनि यदि उत्पत्ति एउटा प्रकाशसम्म नै हेर्नु भने त्यहाँनिर परमेश्वरले स्पेसिफिक मान्छेसँग भेट्नको निम्ति, स्पेसली मान्छेसँग केही कुरा गर्नको निम्ति उहाँले यो पृथ्वीमा उहाँले एउटा समयलाई तोक्नु भएको छ। त्यही भएर त जब पनि सृष्टिको प्रारम्भमा नै जब उहाँले तेस्रो दिनमा आकाशमा ठुल्ठुलो ताराहरू बनाउनु भयो, ठुल्ठुलो घाम जुनहरू बनाउनु भयो होइन, ठुल्ठुलो ज्योतिहरू बनाउनु भयो, दिनमा उज्यालो दिन, रातमा उज्यालो दिन। अनि त्यति मात्रको निम्ति होइन, तर उत्पत्तिको किताब 1 को 14 के कुरा भन्छ भने चाहिँ त्यो बनिएको अन्तरिक्षमा बनेको ज्योतिहरूले चाहिँ परमेश्वरको चिन्ह, परमेश्वरको समय ऋतुलाई अनि परमेश्वरको ठहराएका चाडहरूलाई बुझ्नको निम्ति उहाँले आकाशमा चाहिँ उहाँले ज्योतिहरू बनाउनु भएको छ। विश्वास गर्नुहुन्छ यो कुरालाई?
यदि तपाईसँग बाइबल छ भने यतिखेर म तपाईँलाई उत्पत्तिको किताबमा लान चाहन्छु। उत्पत्ति 1को 14मा हेर्नु भनेदेखिलाई यी कुराहरू लेखिएको छ। अब मैले एउटा बीएसआई भर्जनलाई म पढ्दैछु, बाइबल सोसाइटी अफ इन्डियाको। यदि बेङ्गलोर प्रिन्टको 2006 भन्दा पुरानो बाइबल, जति सक्दो पुरानो बाइबल यदि तपाईँसँग छ भने चाहिँ त्यसलाई पल्टाउनु भयो भने त्यहाँ साह्रो मजाले के कुरा लेखेको छ भने, अनि परमेश्वरले भन्नुभयो आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू आउन्, औ चिन्हहरू ठहराएका चाडहरू दिनहरू र वर्षका निम्ति ती आउन् भनिकन यो कुरा लेखेको छ। हेर्नुहोस् है, यहाँनिर ब्रेक गरिकन म तपाईँलाई बताउँछु है। उत्पत्ति 1को 14लाई म पढ्दैछु। उत्पत्ति 1को 14। सो तपाईँले यदि बीएसआई भर्जन बाइबल सोसाइटी अफ इन्डियालाई तपाईँले पढ्नु भएको छ 2006 भन्दा पुरानोलाई भने, किनभने 2013मा पनि अर्को संशोधन भएर आएको छ, तर त्यहाँनिर चाहिँ हटाइएको रहेछ त्यो भर्सलाई हो। यदि नेपाल बाइबल सोसाइटीको छ भने तपाईँले जति सक्दो पुरानो बाइबललाई पढ्नुपर्ने हुन्छ है। किन चाहिँ पुरानो बाइबललाई हामीले खोजी खोजी पढ्नुपर्छ भनेर म उत्साह दिन्छु भने, यो जति पनि उत्पत्तिदेखि मलाकीसम्मको यो पुरानो करार चाहिँ वास्तवमा ओरिजिनल हेर्दै गर्दा, एकदमै ओरिजिनल हेर्दै गर्दा चाहिँ यो चाहिँ खासमा हिब्रू भाषामा अनि आरामिक भाषामा लेखिएको थियो। हेर्नुहोस् है, पहिलो बाइबल लेखिँदै गर्दा उत्पत्तिबाट मलाकीसम्म हेर्दै गर्दा यो पुरानो करार चाहिँ हिब्रू भाषामा लेखिएको थियो। हेर्नुहोस् है, सो कारणले हिब्रू एउटा टेक्स्टलाई हेर्दै गर्दा तपाईँले स्ट्रङ भर्जनलाई पढ्नु भयो या त आरामाइक जुन येशू ख्रिस्टले बोल्ने भाषा थियो हो, त्यो आरामिक भाषाको बाइबललाई हेर्नुहुन्छ भने चाहिँ बीएसआई भर्जनले जसरी ट्रान्सलेसन गरेको छ त्यसरी नै हुबहु हिब्रू बाइबलमा त्यो कुरा लेखेको छ। त्यहाँ चाहिँ के कुरा भनेको छ भन्दा 1को 14मा भन्दै गर्दा परमेश्वरले अन्तरिक्षमा जुन चाहिँ दिन र रात छुट्याउनलाई ज्योतिहरू बनाउनु भयो, त्यो ज्योति चाहिँ के को लागि भन्दै गर्दा चाहिँ पहिलो कुरा चाहिँ चिन्ह भन्नुहोस् त। दो म तपाईँको आवाजलाई सुन्नु सक्दिनँ, म्युट छ, तर तपाईँले भन्नुहोस् है त ल। पहिलो कुरो चिन्हको रूपमा उहाँले बनाउनु भयो। दोस्रो कुरो ठहराएका चाडहरू बुझ्नको निम्ति। तेस्रो कुरो दिनहरू र वर्षहरूका निम्ति अथवा परमेश्वरको समय अनि परमेश्वरको ऋतुको निम्ति। हेर्नुहोस् है, एउटा चिन्हको निम्ति। चिन्ह चाहिँ के हुन्छ भने नि, जब पनि बाइबलमा हेर्नुहुन्छ, बाइबलमा अब विशेष गरी हामी जसरी अन्तिम दिनमा जिरहेको छौँ, यो अन्तिम दिनमा जिउँदै गर्दाखेरि परमेश्वरले आफ्नो दास अगमवक्ताहरूबाट चाहिँ के कुरा बोल्नु भएको हुन्छ चाहिँ आकाशमा चाहिँ ठुल्ठुलो चिन्हहरू हुन्छ हैन। एउटा मुन पनि रक्तमय हुन्छ, अनि एकदमै मुन चाहिँ रक्तमयमा परिवर्तन हुन्छ, आकाशमा ठुल्ठुलो चिन्हहरू घटनाहरू घट्छ भन्दै गर्दा हामीले थुप्रो घटनाहरू देखेका छौँ। विगत 2017बाट हामीले त्यो घटनालाई हेर्दै गर्दा आकाशमा ठुल्ठुलो चिन्हहरू भइरहेको छ, ठुल्ठुलो घटनाहरू घटिरहेको छ। किन चाहिँ रहेछ भन्दै गर्दा चाहिँ परमेश्वरले केही साइन अथवा केही सिग्नल दिँदै हुनुहुन्छ। आमेन। सो हेर्नुहोस् है, हामीले उत्पत्तिको 1को 14मा हेऱ्यौँ भने चाहिँ यो चिन्ह भनेको चाहिँ हिब्रूमा चाहिँ OTH ओथ भन्छ, H226 भन्छ। यदि तपाईँहरू अध्ययन गर्नुहुन्छ बाइबल अध्ययन भनेदेखिलाई यो एउटा नम्बरलाई H226 अथवा यसलाई ब्र्याकेटमा OTH ओथ भन्छ, जसको अर्थ चाहिँ साइन हो, सिग्नल, जसको अर्थ चाहिँ बिकन भन्छ इङ्ग्लिसमा, सिग्नल भन्छ है। अनि यसको अर्थ चाहिँ मिराकल्स पनि भन्छ। हेर्नुहोस् है, म तपाईँलाई अलिकति गहिरोभित्र लाँदैछु है त। उत्पत्ति 1को 14लाई बिकन भन्छ, जसलाई नेपालीमा चेतावनी भन्छ है। अनि अर्को सिग्नल भन्छ, जसलाई चाहिँ सङ्केत भन्छ। अनि अर्को मिराकल्स, जसलाई चाहिँ आश्चर्य कर्म। अनि किन चाहिँ परमेश्वरले उत्पत्तिको 1को 14मा आकाशमा यी कुरा राख्नुभयो भन्दै गर्दाखेरि चाहिँ उहाँले आश्चर्य कर्म फेरि पनि यो पृथ्वीमा गर्न लाग्दै हुनुहुन्छ भन्ने एउटा चिन्हको रूपमा चाहिँ उहाँले गर्नुभयो। जसरी अब यो आकाशको चिन्हको विषयमा हेर्दै गर्दा प्रकाश किताब 12 अध्यायमा जानुभयो भने नि त्यहाँनिर पनि के कुरा भनेको छ भने आकाशमा चाहिँ एउटा स्वर्ग स्थानमा चाहिँ एउटा अचम्मको चिन्ह देखेको छ, जहाँ चाहिँ एउटा स्त्रीले सूर्य पहिरेको छ, अनि उसको पाउमा चाहिँ चन्द्रमा छ, अनि उसको शिरमा चाहिँ 12वटा ताराको मुकुट छ भनेको छ नि हैन। त्यो घटना कहिले पुरा भयो भन्दा चाहिँ 23 सेप्टेम्बर 2017मा पुरा भएको हो नि त। अनि 2017 सेप्टेम्बर 23मा चाहिँ यो चाहिँ बाइबलीय विशेषज्ञले मात्रै होइन, तर संसारको ज्ञानी मान्छे जसले तारा सम्बन्धी अध्ययन गर्छ, साइन्टिस्टहरूले पनि यो कुरालाई देखिकन उनीहरूले सारा संसारभरि त्यतिखेर न्युजलाई रिलिज गर्यो। तर त्यो चाहिँ के थियो भन्दा गर्दा परमेश्वरले यो पृथ्वीमा के कुरा गर्न लाग्दैनुहुन्छ भन्ने एउटा चिन्ह थियो अथवा साइन थियो। हेर्नुहोस् है, सो उत्पत्ति 1को 14मै छौँ हामी। पहिलो चाहिँ चिन्ह रहेछ। दोस्रो कुरो चाहिँ बीएसआई अनुसार ठहराएका चाड अथवा अपोइन्टेड फिस्ट भन्छ इङ्ग्लिसमा चाहिँ है। अपोइन्टेड फिस्ट भन्नुहोस् त।
जसलाई नेपालीमा ठहराएका चाड भन्छ। हेर्नुहोस् है, यो ठहराएका चाड चाहिँ यति साह्रो इम्पोर्टेन्ट छ। किन चाहिँ इम्पोर्टेन्ट छ भन्ने कुरा गर्दै गर्दाखेरि चाहिँ यो चाहिँ परमप्रभु परमेश्वरले नै ठहराउनु भएको चाड हो। अब यो चाडको विषयमा हेर्दै गर्दाखेरि धेरै मान्छेले यसलाई आलोचना पनि गर्छ, धेरै मान्छेले यसलाई विरोध पनि गर्छ। किनभने यो त यहुदी पन्थ हो, यो त यहुदी धर्महरूले सुरु गर्ने, यो त यहुदीहरूले मान्ने भनिकन मान्छेहरूले कतिजना यो कुरामा पनि अड्किरहेको हुन्छ। तर यहुदी जाति कहाँबाट सुरु भयो भनेर यदि हामी इतिहासलाई हेर्छौँ भने चाहिँ अब्राहमबाट चाहिँ अब्राहमको घरानाबाट चाहिँ यहुदी जाति सुरु भएको। हेर्नुहोस् है, उत्पत्तिको किताब मजाले पढ्यो भने चाहिँ अब्राहमको घरानाबाट अब्राहम जन्मेपछि मात्रै यहुदी जातिको सुरुवात भयो। तर उत्पत्ति 1:14 त अब्राहम थिएन। हेर्नुहोस् है, उत्पत्तिको किताब 1:14 जब परमेश्वरले ठहराएका चाडहरू, उहाँले चाडहरूलाई अपोइन्ट गर्दै गर्दा अब्राहम जन्मेको थियो त थिएन नि। सो त्यसो हुँदै गर्दा यो चाड चाहिँ अब्राहमको पनि होइन, यो चाड चाहिँ यहुदी जातिको पनि होइन, यो जाति चाहिँ इजरायलीको पनि होइन, यो जाति चाहिँ नि, यो चाड चाहिँ नि क्रिस्चियनहरूको पनि होइन। तर यो चाड चाहिँ कसको हो भन्दै गर्दा चाहिँ परमप्रभु परमेश्वरको। हेर्नुहोस् है, यो कुरा चाहिँ हामीले साह्रो बुझ्नुपर्छ। अनि यो कुरालाई बुझ्यौँ भनेदेखिलाई चाहिँ यसको शक्ति, यसको रहस्यभित्र हामी सजिलै पस्न सक्छौँ। पहिलो कुरा चाहिँ हाम्रो विचारलाई आज अलिकति ट्युन गर्नुपर्छ। त्यो चाहिँ के हो भन्दै गर्दा यो चाड भन्ने बित्तिकै हामीलाई कतिचोटि चाहिँ के डर छ भने उहिले अब अहिले नेपालमा कस्तो छ है, म प्राय नेपालमा त्यति धेरै समय बिताउँदिनँ, तर मैले लगभग नेपाल छोडेको 14-15 वर्ष भएछ। 15 वर्ष अगाडि चाहिँ सियोन भन्ने जुन प्रकारको अब नेपालमा झुटो शिक्षाले धेरै नै निस्तार चाडको कुराहरूलाई प्राथमिकता दिँदै गर्दाखेरि अनि जुन निस्तार चाडको कुरा गर्ने बित्तिकै चर्चलाई डरलाग्दो त्रासित बनाइसकेको थियो। अनि अहिले पनि चर्चमा चाडको कुरा गर्ने बित्तिकै हुन्छ अब यो त झुटो शिक्षा हो क्या हो भनेर मान्छे आत्तिने कुरा पनि छ। तर म तपाईँलाई भनिदिउँ, यो चाहिँ झुटो शिक्षा होइन, यो चाहिँ बाइबलीय शिक्षा नै हो। तर मान्छेलाई गलत तरिकाले यसको खण्डन गरेको कारणले गर्दाखेरि चाहिँ मान्छे त्रसित मात्रै भएको। तर यदि हामी बाइबलमा फर्केर आउँछौँ भनेदेखिलाई परमेश्वरले नै ठहराउनु भएको चाड हो, परमप्रभुको चाड हो यो चाहिँ है। हेर्नुहोस् है, सो कारणले गर्दाखेरि यो चाहिँ एउटा परमेश्वरले तोक्नु भएको एउटा टाइमिङ हो अथवा तोकिएको समय हो, जसलाई चाहिँ तोकिएको पर्व पनि भन्छ अथवा तोकिएको सभा हो, अपोइन्टेड फिस्ट। परमेश्वरले अपोइन्टेड फिस्ट भनेको जसलाई हिब्रूमा हेर्नुहुन्छ यसलाई चाहिँ मोएड भनेको छ, MOED H4150 भनिकन यो चाहिँ स्ट्रङ भर्जनमा यसरी लेखिएको छ। सो यो मोएड भनेको चाहिँ परमेश्वरले नै तोक्नु भएको समय हो, परमेश्वरले नै तोक्नु भएको चाड हो। सो यो भागलाई अब तपाईँले बुझ्नुपर्ने हुन्छ है त ल। सो म अलिकति अगाडि बढ्छु त्यस पछाडि चाहिँ। ओके, सो यो परमेश्वरले यो चाड चाहिँ कहिले सुरु गर्नुभएको हो भन्दै गर्दाखेरि चाहिँ उत्पत्तिको किताब 1:14 अनुसार हेर्दै गर्दाखेरि चाहिँ यो चाहिँ जब तेस्रो दिन परमेश्वरले बनाउनु भयो, तेस्रो दिनमा चाहिँ उहाँले आकाशमा ठुल्ठुलो चिन्हहरू त्यहाँनिर ज्योतिहरू बनाउँदै गर्दा नै त्यो टाइममा नै परमेश्वरले ठहराउनु भएको चाड बनाउनु भएको थियो। तर चौथो, पाँचौँ, छैटौँ दिनमा मात्रै मानिस बनाउनु भएको। हेर्नुहोस् है, भनेपछि मानिसको सृष्टिभन्दा अगाडि नै परमप्रभुले उहाँले आफ्नो चाडलाई चाहिँ तोकिसक्नु भएको थियो अथवा उहाँले आफ्नो चाडलाई चाहिँ सुरु गरिसक्नु भएको थियो। सो कारणले गर्दा यो चाहिँ मानिसको सृष्टिभन्दा अगाडि नै परमेश्वरले आफ्नो चाडलाई चाहिँ तोकिसक्नु भएको थियो। सो कारणले यो चाहिँ मान्छेको चाड नै होइन, यो चाहिँ परमप्रभु परमेश्वरको चाड हो। अनि किन चाहिँ इम्पोर्टेन्ट छ, अब त्यतातिर हामी अलिकति जाउँ। किनभनेदेखिलाई यो परमेश्वरले ठहराउनु भएको समय हो। किनभने हबक्कुको किताब 2:3ले पनि अब अगमवक्ताको किताबबाट हेर्दै गर्दा नपल्टाउनुहोस्, त्यसलाई नोट गरिराख्नुहोस्। हबक्कुक 2:3मा के कुरा भनेको छ भने किनकि प्रकाश चाहिँ ठहरिएको समयमा पुरा हुनलाई पर्खिरहेको छ। हेर्नुहोस् है, म अब पुरा त पढ्दिनँ, तर यहाँ के कुरा भनेको छ जुन चाहिँ प्रकाश, जुन चाहिँ रेभेलेसन चाहिँ ठहरिएको समयमा नै पुरा हुन्छ। हेर्नुहोस् है, सबै प्रकाशहरू पनि ठहरिएको समयमै त्यो कुराहरू पुरा हुने रहेछ। सो कारणले गर्दा हबक्कुक 2:3ले पनि त्यो कुरालाई भनिरहेको छ, तोकिएको समयमा नै त्यो कुराहरू हुन्छ भनिकन। म कम्प्लिट पढ्छु किनभने यो दर्शन एउटा तोकिएको समयका निम्ति हो, तर अन्त्यमा यो बोल्ने छ, ढाँट्ने छैन। यसले ढिलो गरे तापनि यसका निम्ति पर्खेर बस, किनकि यो निश्चित हुन आउने नै छ, यसले ढिलो गर्ने
छैन भनिकन हबकुकको किताब 2 को 3 ले यो कुरालाई बताएको छ। हेर्नुहोस् है, एभ्रिथिङ मैले भन्नु खोजेँ चाहिँ के हो भने एभ्रिथिङ सबै कुरा चाहिँ परमेश्वरले तोक्नु भएको समयभित्र नै उहाँले गर्नुहुन्छ। जसलाई चाहिँ तोकिएको समयलाई चाहिँ के कुरा भनेको छ भन्दाखेरि चाहिँ यसलाई चाहिँ हिब्रूमा मोएड भन्छ। अनि जसलाई चाहिँ लेवीको किताब 23 को 2 मा आइपुग्दै गर्दा यो विषयमा चाहिँ अब मजाले व्याख्या गरेको छ। सो आज यतिखेर म तपाईँलाई सबैजनाले बाइबल देखिलाई लेवीको किताब 23 को 2 लाई हामी सबैजनाले यतिखेर पल्टाउँ ल। यहाँबाट हामी आजको मेसेजभित्र हामी पस्छौँ। लेवीको किताब 23 को 2। ओके, पाउनु भने यहाँ यसरी लेखिएको छ, इजरायलीहरूलाई भन, पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाडहरू यी नै हुन्। हेर्नुहोस् है, लेवीको किताब 23 को 2 ले भन्दछ, तिमीहरूले इजरायलीहरूलाई भन कि पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाडहरू यी नै हुन्। जुन चाहिँ यो पवित्र सभा भन्ने शब्द छ नि, यो पवित्र सभा भन्ने शब्दलाई चाहिँ यसलाई के भन्छ भने इङ्ग्लिसमा चाहिँ होली कन्भोकेसन भन्छ इङ्ग्लिसमा चाहिँ, जसलाई हिब्रूमा चाहिँ यसलाई मिक्रा भन्छ। हेर्नुहोस् है, मिक्रा भन्नुहोस् त, यसलाई स्पेलिङ चाहिँ MIKRAW भनेर मिक्रा भनिकन यसलाई हामीले प्रोनाउन्स गर्छ। हेर्नुहोस् है, म यहाँबाट अलिकति तपाईँलाई अलिकति गहिराइभित्र लान चाहन्छु। जसरी यहाँ इजरायलीहरूलाई भन भनिकन परमप्रभुको आवाज हो, यो चाहिँ लेवीको किताब 23 को 2 अनुसार परमप्रभुले मोसाद्वारा बोल्दै हुनुहुन्छ कि मोसाद्वारा कि इजरायललाई भन पवित्र सभा स्वरूप। यो पवित्र सभा चाहिँ हेर्नुहोस् है, यो पवित्र सभा भनेको चाहिँ के रहेछ भने तपाईँले यदि बाइबलमा तपाईँले गोलो लगाएर तपाईँले साइडमा यसलाई होली कन्भोकेसन भनेर पनि लेख्न सक्नुहुन्छ। अनि यो चाहिँ मिक्रा हो, हिब्रूमा चाहिँ मिक्रा भन्छ, जसको अर्थ चाहिँ रिहर्सल। रिहर्सल भनेको बुझ्नुहुन्छ नि होइन। अब अहिलेको टाइममा पो त्यति साह्रो नाटकीय कार्यक्रमहरू हुँदैन, तर उहिले अब अब पनि एउटा स्टेजमा सो गर्नको निम्ति चाहिँ एउटा छोटो 5 मिनटको होस् या 10 मिनटको एउटा नाटकलाई एउटा पर्फर्म गर्दै गर्दाखेरि अब त्यसलाई प्रस्तुत गर्नु अगाडि थुप्रो दिनसम्म मान्छेले त्यसलाई के गर्छ, प्र्याक्टिस गर्छ अथवा रिहर्सल गर्छ। औ यो जुन चाहिँ यो पवित्र सभा भन्ने शब्द छ, यो पवित्र सभा भनेको चाहिँ खास हिब्रूमा चाहिँ यसलाई मिक्रा भन्छ, जसको अर्थ चाहिँ रिहर्सल हो। अब इङ्ग्लिस बाइबललाई हेर्नुहुन्छ भने यसलाई होली कन्भोकेसन भन्छ। अब यो होली कन्भोकेसन भनेको चाहिँ यसलाई चाहिँ के भने यसलाई रिहर्सल भन्छ। हेर्नुहोस् है, यसलाई चाहिँ रिहर्सल गर्नुपर्ने। सो यहाँ के भनेको छ, अलिकति म अगाडि जान्छु। पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाडहरू यी नै हुन्। कसको चाड रहेछ? परमप्रभुको। कसको चाड रहेछ? परमप्रभुको। भन्नुहोस् है ल, म तपाईँहरूको मुखलाई हेरिरहेको छु, सुन्नु नसके तापनि। सो बाइबलले यो कुरा भन्छ, यहाँ चाहिँ कुनै यहुदीको चाड पनि भनेको छैन, यहाँ कुनै इजरायलीहरूको चाड पनि भनेको छैन, यहाँ कुनै मानिसको चाड पनि भनेको छैन, तर परमप्रभु परमेश्वरले नै मोसाद्वारा भन्न लाउँदै हुनुहुन्छ यो चाहिँ एउटा पवित्र सभा हो, यो चाहिँ मिक्रा अथवा रिहर्सल गर्ने कुरा हो, जुन चाहिँ तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाडहरू। जुन चाहिँ यो परमप्रभुका चाड छ, यो तोकिएको चाडलाई चाहिँ हिब्रूमा मोएड भन्छ। हेर्नुहोस् है, मोएड तपाईँले लेखिराख्नुहोस्, किनभने आज हामी अलिकति शिक्षा जस्तै तरिकाले हामी हेर्दैछौँ ल। यो मोएडलाई चाहिँ इङ्ग्लिसमा अपोइन्टेड टाइम भन्छ, अथवा यसलाई चाहिँ फिस्ट अथवा सिजन भन्छ। यो मोएड भनेको चाहिँ फिस्ट अथवा सिजन, ऋतु भनेपछि चाहिँ परमेश्वरको पनि समय अनि ऋतु छ। हेर्नुहोस् है, अब यो गहिरो कुराभित्र पस्ने समय आएको छ। हामी खास चर्च जुन दिन परमेश्वरको समय अनि परमेश्वरको ऋतुलाई चर्चले बुझ्छ, त्यतिखेर चाहिँ चर्च चाहिँ मरेको जस्तो हुँदैन। त्यो दिन चाहिँ चर्च चाहिँ नि एउटा बग्न नसक्ने पोखरी जस्तो हुँदैन, तर चर्च चाहिँ सधैँभरि बग्ने नदी जस्तै बन्छ, जहाँ चाहिँ जीवनको कुरा बग्छ। किनभने जुन दिन चर्चले परमेश्वरको समय परमेश्वरको ऋतुलाई बुझेको हुन्छ, परमेश्वरको समय अनि ऋतुलाई बुझ्ने चर्चले चाहिँ अबको दिनमा स्वर्गले के कुरा, परमेश्वरले के कुरा यो पृथ्वीमा गर्नुहुन्छ भन्ने कुरालाई बुझ्छ, त्यो कुरालाई देख्छ, अनि बोल्दै गर्दा ती घटनाहरू चाहिँ पृथ्वीमा घट्न थाल्छ। आमेन। सो परमेश्वरको समय अनि ऋतु चाहिँ किन इम्पोर्टेन्ट छ? हेर्नुहोस् है, यो तोकिएको समय अथवा अपोइन्टेड फिस्ट, परमेश्वरले तोकिएको चाडहरू चाहिँ किन इम्पोर्टेन्ट रहेछ भन्दै गर्दा चाहिँ यो चाडहरू भनेको चाहिँ परमेश्वरले तोक्नु भएको चाड चाहिँ यो चाहिँ परमेश्वरको समय अनि ऋतु हो। यसलाई हिब्रूमा मोएड भन्छ, जसको अर्थ चाहिँ सिजन हो, ऋतु हो। अनि किन चाहिँ यो ऋतुमा जोडिनु जरुरी छ भन्दै गर्दा परमेश्वरले
आमोसको किताब 3 को 7 अनुसार चाहिँ के कुरा भन्नुभएको छ भने म मेरो दास अगमवक्तालाई नभनिकन यो पृथ्वीमा म केही घटनै घटाउँदिन, म यो पृथ्वीमा केही कुरा नै गर्दिन। सो कारणले जब केही घटना यो पृथ्वीमा घट्नु छ भने चाहिँ परमप्रभु परमेश्वरले चाहिँ आफ्नो दास अगमवक्तालाई बोल्नुहुन्छ। किन चाहिँ यो सिजनलाई हामीले चाल पाउनु जरुरी छ, किन चाहिँ परमेश्वरको टाइमलाई चाल पाउनु जरुरी छ, अथवा किन चाहिँ परमप्रभुको तोकिएको चाडलाई हामीले प्राथमिकता दिन जरुरी छ भन्दै गर्दा उहाँले तोक्नु भएको समयमा नै उहाँले कार्य गर्नुहुन्छ। आमेन। हेर्नुहोस् है, अब यो अपोइन्टेड टाइमको विषयमा म तपाईँलाई बताउँछु एउटा सानो एक्जाम्पल। अब कतिजना तपाईँहरू हस्पिटल जानुहुन्छ होइन, हस्पिटल जाँदै गर्दाखेरि अब हामी बसेको यहाँ म दुबईमा बस्छु, तपाईँहरू मलेसियामा हुनुहुन्छ, कतिवटा विभिन्न देशमा हुनुहुन्छ। अब नेपालमा गयो भने चाहिँ अब नेपालमा सिधै क्लिनिकमा गयो भने डक्टर भेटी पनि हाल्छ। तर यहाँ दुबईतिर अरू राष्ट्रतिर चाहिँ कस्तो हुन्छ भने डक्टरलाई भिजिट गर्नुहुन्छ। जस्तै मेरो आँखाको समस्या छ भने मैले आँखाको डक्टरलाई भेट्नु भने चाहिँ मैले के भन्नु पर्यो, पहिला आँखाको डक्टरलाई त्यहाँनिर फोन गरिवरी त्यहाँनिर अपोइन्टमेन्ट के कसो छ, रिसिप्सनमा मैले के गर्नुपर्ने हुन्छ, कति बजीको डक्टर हो, कति बजी आउँछ, कतिखेर एभाइलेबल छ, अनि डक्टरको टाइमिङको एउटा स्लट हुन्छ। त्यो टाइमिङको स्लटलाई उनीहरूले जब हेर्छ अनि त्यो डक्टर चाहिँ अब दिनको 3 बजी दिउँसोको 3 बजी चाहिँ ऊ एभाइलेबल छ अथवा ऊ खाली छ भनेपछि चाहिँ मैले जब 3 बजीको अपोइन्टमेन्ट डक्टरबाट लिन्छु, डक्टरले भेट्नु कति बजी बोलाएको हुन्छ, 3 बजी। त्यो चाहिँ अपोइन्टेड टाइम हो। हेर्नुहोस् है, अपोइन्टेड टाइम डक्टरले 3 बजी दियो भने चाहिँ मैले यदि डक्टरलाई भेट्नु हो भने चाहिँ म 3 बजी नै जानु पर्यो। हेर्नुहोस् है, यदि होइन हो आज 3 बजी मलाई अलिक अल्छी लाग्यो, अलिक घाम पनि सेलाएको छैन, म भरे बेलुका 6-7 बजीतिर जान्छु भने डक्टर भेट्छ होला? भेट्दैन नि, हो कि भन्नुहोस् त। किनभने डक्टरले दिएको टाइमिङ चाहिँ 3 बजी हो नि त। हेर्नुहोस् है, यदि त्यो डक्टरलाई भेट्नु भने चाहिँ म सही टाइममा अपोइन्ट गरेकै टाइममा मैले डक्टरलाई भेट्नको निम्ति म 3 बजी जानुपर्छ। त्यस्तै परमेश्वरले पनि यो पृथ्वीमा तोक्नु भएको एउटा समय छ। त्यही भएर अघि मैले सुरुमै पढेँ नि, उपदेशक किताब 3 को 1 ले त्यही कुरो भन्छ, यो आकाश मुनि चाहिँ हरेक कुराको निम्ति तोकिएको समय छ। अनि तोकिएको समयलाई यदि हामीले चालचे पायौँ भनेदेखिलाई हामी मिस गर्दैनौँ। आज धेरै हामी मानिसहरू, आज हामी धेरै विश्वासी छौँ संसारभरि, तर आज क्रिस्चियनले परमेश्वरको तोकिएको समयलाई नै बुझेन भन्छ नि, नमिठो गरी झुकिन्छ। अनि त्यो झुकाइ चाहिँ कस्तो हुन्छ भने नि, उहिले येशू ख्रीष्ट पृथ्वीमा आउँदै गर्दा होइन यहुदी जातिहरू शास्त्री फरिसीहरू झुकेको जस्तै यता येशू ख्रीष्ट जन्मिसक्यो गोठमा, वाइज म्यानहरूले बुझिसक्यो होइन, यरुसलेममा भेट्नु आइसक्यो आफ्नो उपहार बोकेर। तर के भन्दैछ यता यहुदी मानिसहरू, शास्त्री फरिसीहरू, कहाँ येशू ख्रीष्ट यहुदीहरूको राजा चाहिँ गोठमा जन्मिन्छ, नचाहिँदो कुरा भनेर उनीहरू झुकिरहेको थियो। किनभने मान्छेले यो तोकिएको समयलाई जब प्रायोरिटी दिँदैन, यो तोकिएको समयको कुरालाई जब उनीहरू उपस्थिति हुँदैन, त्यतिखेर चाहिँ ठुलो कुरा मिस गरी पठाउँछ। हेर्नुहोस् है, सो कारणले परमेश्वरले तोक्नु भएको समयमा हामी किन एभाइलेबल हुन जरुरी छ, किन परमेश्वरले तोक्नु भएको फिस्ट अथवा यो एउटा सिजनमा हामी किन भेला हुन जरुरी छ भन्दै गर्दा परमेश्वरले केही नयाँ घटनालाई त्यो समयमा चाहिँ यो पृथ्वीमा गर्न लाग्दै हुन्छ। आमेन। बुझ्दै हुन्छ मैले भन्ने कुरालाई? ओके ल, उसो भए हामी अगाडि बढौँ ल। लेवीको किताब 23 को 2 मा तपाईँले मार्क गर्नुभयो, पवित्र सभा भनेको चाहिँ के रहेछ? रिहर्सल, रिहर्सल, त्यसलाई प्र्याक्टिस गर्नु, जसलाई चाहिँ हिब्रूमा मिक्रा भन्छ। तोकिएको चाडलाई चाहिँ मोएड भन्छ, जसलाई चाहिँ सिजन, फिस्ट, परमेश्वरको चाड है। सो कारणले अब म यी अड्किरहँदिनँ, म अलिकति अगाडि बढ्छु ल। सो यदि तपाईँहरू कतिजनालाई कन्फ्युजन छ भनेदेखिलाई यो चाडको विषयमा अब कुनै दिन फेरि पनि हामी चर्चा गरौँ। तर किन चाहिँ यो पवित्र सभा अथवा किन चाहिँ रिहर्सल गर्नु भन्दै गर्दाखेरि यो चाहिँ सुरुवात दिनमै प्रस्थानको किताबमा हेर्दै गर्दाखेरि प्रस्थानको किताबबाट चाहिँ यो तोकिएको चाडहरू चाहिँ इजरायलीले मनाउनु थालेको छ। हेर्नुहोस् है, पहिलो घटना जब यो पृथ्वीमा घट्यो, यो जुन चाहिँ चाडहरूको विषयमा हेर्दै गर्दा परमेश्वरले 7 वटा चाडहरूलाई त्यहाँनिर मेन्सन गर्नुभएको छ, अथवा परमेश्वरले 7 वटा चाडहरूलाई उहाँले त्यहाँनिर लेवीको किताब 23 अध्यायमा आइपुग्दै गर्दाखेरि त्यहाँनिर व्याख्या गरेको छ, जसमा चाहिँ निस्ता चाड भन्छ, अखमेरी रोटीको चाड भन्छ, अगौटे फलको चाड भन्छ, सातारको चाड भन्छ है। त्यहाँबाट त्यस पछाडि तुरैको चाड भन्छ, प्रयाश्चितको चाड भन्छ, त्यस पछाडि चाहिँ छाप्रवासको चाड। अब यो 7 वटा चाड चाहिँ किन इम्पोर्टेन्ट छ, यो चाड चाहिँ किन के भएको, यो चाडमा चाहिँ के घटना घट्यो भन्ने विषयमा म तपाईँलाई अलिकति बताउँछु ल।
निस्तार चाडलाई चाहिँ पास ओभर भन्छ। अब राम्रो सुन्नुहोस् है ल, यो भागलाई हामीले बुझेन भने चाहिँ हामी मिस भइ पठाउँछौँ। निस्तार चाड, निस्तार चाड भनेको चाहिँ यो चाहिँ एउटा पास ओभर भन्छ, जुन चाहिँ पहिलो महिनाको 14वाँ दिनमा मनाउनु पर्थ्यो। अब यो हिब्रू क्यालेन्डर अनुसार पहिलो महिनाको 14वाँ दिन। अब किन हिब्रू क्यालेन्डर, कुनै दिन अब यो लामो गहिरो छ यसको कथा, कुनै दिन हामी यसलाई हेरौँला। तर आज म तपाईँलाई विशेष गरी चाडको प्रसङ्गमा मात्रै तपाईँलाई म बताउन चाहन्छु है त। निस्तार चाडमा चाहिँ के घटना घट्दै थियो भन्दै गर्दाखेरि चाहिँ निस्तार चाडमा चाहिँ उनीहरूले कसरी मनाउनु पर्थ्यो भन्दै गर्दा चाहिँ 1 वर्ष निस्कोट थुमा, जुन थुमामा चाहिँ अलिकति दाग पनि भएको हुँदैन थियो, जुन थुमामा चाहिँ कुनै स्पटहरू देखा परेको हुँदैन थियो, अनि त्यो थुमालाई चाहिँ घरमा ल्याइकन उनीहरूले त्यसलाई केरकार पारेर के गर्नु पर्थ्यो, त्यहाँबाट कुनै दाग छैन भने चाहिँ पहिलो महिनाको 14वाँ दिनमा अथवा निसान महिनाको 14वाँ दिनमा त्यो थुमालाई काटेर त्यो थुमाको रगत चाहिँ घरको दैलोमा चौकसमा लगाएर चाहिँ त्यो थुमाको मासु चाहिँ रातभरि उनीहरूले चाहिँ आगोमा पोलेर खाइसक्नु पर्थ्यो। हेर्नुहोस् है। अनि निस्तार चाड चाहिँ उनीहरूले त्यसरी सेलिब्रेट गर्थ्यो। अनि यो चाहिँ पवित्र सभालाई घोषणा गर्नु, मेरो चाडलाई मनाउनु, पवित्र सभालाई घोषणा गर्नु भनेर चाहिँ परमप्रभुले थुप्रो ठाउँमा भन्नुभएको छ। अनि यो पवित्र सभा भनेको के रहेछ, अघि हामीले के कुरा सिक्यौँ, रिहर्सल, रिहर्सल भन्नुहोस् न। हेर्नुहोस् है, पवित्र सभा भनेको चाहिँ रिहर्सल हो। अनि किन चाहिँ हामीले यो चाडलाई चाहिँ पवित्र सभाको निम्ति घोषणा गर्नु, यो दिन चाहिँ तिमीहरूको निम्ति पवित्र दिन होस्, यो चाहिँ पवित्र सभा भनिकन किन घोषणा गर्नु भन्दै गर्दा चाहिँ यो दिनमा चाहिँ इजरायलीले रिहर्सल गर्दै थियो। हरेक निस्तार चाडमा आउँदै गर्दा उनीहरूले निस्कोट थुमालाई काटेर त्यो रगतलाई घरको चौकसमा लगाएर उनीहरूले त्यो मासुलाई पोलेर खाइ नै बसेको थियो। वर्षौँ बित्दै गयो बित्दै गयो बित्दै गयो होइन। बित्दै गर्दै गर्दाखेरि त्यहाँबाट नयाँ करारमा आइपुग्दै गर्दा के भयो, समयको पूर्णतामा येशू ख्रीष्ट यो पृथ्वीमा प्रकट हुनुभयो। सुन्नुहोस् है, कुनको पूर्णतामा रे, समयको पूर्णतामा, अपोइन्टेड टाइम हो त्यो चाहिँ। हेर्नुहोस् है, परमेश्वरले तोक्नु भएको समय, राम्रो सुन्नुहोस् ल, यो समयको पूर्णता चाहिँ अपोइन्टेड टाइमिङ कहिले चाहिँ भन्दै गर्दा चाहिँ यो पृथ्वीमा उहाँ आउनुभयो। उहाँ आउँदै गर्दाखेरि चाहिँ फिस्ट अफ टेबरनेकलकै टाइममा आउनुभएको। येशू ख्रीष्टको जन्म चाहिँ, अब म अलिकति अप्ठ्यारो मान्नुहुन्न भने यो शिक्षामा अलिक गहिरो पस्नु भएको छ नि, म तपाईँलाई क्लियर हुन चाहन्छु कि येशू ख्रीष्टको जन्म चाहिँ 25 डिसेम्बर होइन है। धेरै अगाडि मैले युट्युबमा यो मेसेजलाई हामीले यहाँ सिकेको पनि थियौँ, अपलोड पनि भएको छ, कसरी येशू ख्रीष्ट फिस्ट अफ टेबरनेकलमा जन्मिनु भएको अथवा छात्रावासको चाडको समयमा जन्मिनु भएको भन्ने कुरा बाइबलले हामीलाई प्रमाणित गरेको छ। अनि किन भन्दै गर्दा उहाँ चाहिँ समयको पूर्णतामा नै आउनु भएको है। हेर्नुहोस् है, सो समयको पूर्णतामा उहाँ यो पृथ्वीमा आउनुभयो। अनि समयको पूर्णतामा नै तोकिएको समयमा नै उहाँ के भयो, पक्राउ पर्नु भयो। अनि पक्राउ परेको रात तपाईँलाई याद छ, त्यो चाहिँ निस्तार चाडको साँझ थियो। निस्तार चाडको समयमा त्यहाँबाट येशू ख्रीष्ट पक्राउ परेको हो। अनि निस्तार चाडको समयमा पक्राउ पर्दै गर्दा उहाँलाई केरकार पारियो रातभरि। जसरी एउटा थुमा चाहिँ दाग छ कि छैन भनेर इजरायलीहरूले मजाले पल्टाइ पल्टाइ थुमालाई हेर्थ्यो, दाग छैन भने चाहिँ त्यसलाई काटेर निस्तारको थुमा निस्तार चाडलाई मनाउँथ्यो। येशू ख्रीष्टलाई रातभरि केरकार भयो। थुप्रोले त्यहाँनिर के भने येशू ख्रीष्टले यस्तो गर्यो, ऊ त यस्तो भन्यो भनेर थुप्रो प्रमाण गर्नु खोज्यो, तर कसैले पनि एभिडेन्स प्रमाण पाएन। अनि येशू ख्रीष्ट निर्दोष हुनुहुन्थ्यो। तिम्रो बारेमा केही नै रहेछ त, केही तिमी भन्दैनौ भनेर राजाले सोध्दै गर्दाखेरि पनि केही नबोलिकन येशू ख्रीष्ट बस्नु भएको छ, मारिनु लगेको थुमा जस्तै भनिकन बाइबलले बताएको छ। किनभने निस्तारको थुमा चाहिँ येशू ख्रीष्ट बनिकन चाहिँ त्यो दिन चाहिँ पक्राउ परिकन क्रुसमा टाँगिन लागेको थियो। हेर्नुहोस् है, अब निस्तार चाड चाहिँ किन चाहिँ इजरायलले वर्षौँसम्म मनायो भन्दै गर्दाखेरि एक दिन चाहिँ उनीहरूले यो पवित्र सभा वर्षौँसम्म मनाउँदै गर्दा उनीहरूले रिहर्सल गर्दै थियो, थुमा काटेर रगत लाउनु, थुमा काटेर रगत लाउनु घरको चौकसमा, थुमा काटेर घरको चौकसमा रगत लाउनु। तर जब समय आयो निस्तार चाडको बेलामा येशू ख्रीष्टको पक्राउ पर्न अगाडि उहाँले के कुरा गर्नुभयो, अब नयाँ करारलाई सुरु गर्नुभयो। त्यही भएर प्रभु भोज, लर्ड सफर भन्छ नि, अन्तिम भोज। यो अन्तिम भोज पहिलोचोटि बाइबलमा सुरु भएको चाहिँ येशू ख्रीष्टको पक्राउ पर्नु अलिकति अगाडि, जहाँ चाहिँ प्रभु भोज सुरु भएको छ। निस्तार चाड मनाउनको निम्ति हाम्रो गुरुलाई तिम्रो घरमा आउनु छ भनिकन जब चेलालाई पठाएको छ, अनि त्यो व्यक्ति पनि खुसी भएर येशू ख्रीष्ट 12 जना चेलाहरूको निम्ति चाहिँ निस्तार चाडको भोजलाई सजाएको छ। अनि त्यो निस्तार चाडको भोजमा चाहिँ येशू ख्रीष्ट अनि चेलाहरूले के कुरा गर्नुभएको छ भने चाहिँ पहिलोचोटि उहाँले मासुको टुक्रा अनि त्यहाँबाट चाहिँ जुस लिकन चाहिँ उहाँहरू त्यहाँनिर निस्तार चाडको भोजलाई मनाउँदै हुनुहुन्छ। अनि येशू ख्रीष्टले के कुरा भन्नुभयो, जबसम्म फेरि पनि म तिमीहरू कहाँ दोस्रोचोटि आउँदिनँ तबसम्म चाहिँ म यो जुसलाई पिउँदिनँ, यो दाखरसलाई पिउँदिनँ,
यानि कि उहाँले त्यो एउटा साइनलाई दिनै राख्नु भएको थियो। हेर्नुहोस् है, कुन चाहिँ समयमा भन्दै गर्दा निस्तार चाडमा। त्योभन्दा अगाडि चाहिँ उनीहरूले थुमालाई काटेर घरको चौकसमा लाउनु पर्थ्यो। बुझ्दै हुन्छ मैले भनेको कुरालाई। सो निस्तार चाडमा चाहिँ उनीहरूले थुमालाई काट्दै गर्दाखेरि चाहिँ त्यहाँबाट येशू ख्रीष्ट त्यो रात चाहिँ पक्राउ पर्दै गर्दा चाहिँ उहाँ चाहिँ हाम्रो निम्ति चाहिँ निस्तारको थुमा हुनुभयो। हेर्नुहोस् है, सो पहिलो कोरिन्थीको किताब 5:7 हेर्नुभयो भने, पहिलो कोरिन्थीको किताब 5:7 एकछिन पल्टाए त ल। पहिलो कोरिन्थीको किताब 5:7 यदि पहिलो कोरिन्थी किताब 5:7 तपाईँले हेर्नु भने त्यहाँ के कुरा भनेको हुन्छ भने, नयाँ ढिक्का बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ। हाम्रो निस्तारको थुमा कमा छ, ख्रीष्टको बलिदान भइसकेको छ। पावलले जब कोरिन्थीको मण्डलीलाई यो पत्र लेख्दै थियो, त्यो पत्रमा के कुरा उल्लेख गरेको छ भने चाहिँ हाम्रो येशू ख्रीष्ट चाहिँ निस्तारको थुमा बनिकन बलिदान भइसक्नु भएको छ। हेर्नुहोस् है, किन चाहिँ यो निस्तार चाडलाई पवित्र सभा घोषणा गर्नु अथवा यो निस्तार चाडको रिहर्सल गर्नु भनिकन इजरायलीले वर्षौंसम्म रिहर्सल गर्यो। अनि समय आइपुग्दै गर्दा चाहिँ निस्तारको थुमा बनिकन चाहिँ ख्रीष्टको के भएको छ, बलिदान भएको छ। हेर्नुहोस् है, यो चाडहरू चाहिँ नि मान्छेको पनि होइन, यो चाड चाहिँ झुटो शिक्षा पनि होइन, यो चाड चाहिँ कुनै पनि सम्प्रदायले सुरु गरेकै होइन, तर यो चाड चाहिँ परमप्रभु परमेश्वरले तोक्नु भएको चाड हो। अनि परमेश्वरले तोक्नु भएको चाडमा जब इजरायलले वर्षौंसम्म थुमा काट्दै यसलाई रिहर्सल गर्दै थियो अथवा पवित्र सभा घोषणा गर्दै थियो, अनि यो चाडलाई उनीहरूले यसरी सेलिब्रेट गर्दै गर्दाखेरि चाहिँ यही समयमा येशू ख्रीष्ट चाहिँ सारा संसारको निम्ति चाहिँ एउटा श्रापित भइकन उहाँ क्रुसमा टाँगिएको समय हो। हेर्नुहोस् है, किन चाहिँ निस्तार चाड इम्पोर्टेन्ट छ भन्दै गर्दा चाहिँ निस्तारको थुमा येशू ख्रीष्ट चाहिँ बलिदान हुनुभएको समय हो। अनि सो हरेकचोटि उसो भए के येशू ख्रीष्ट बलिदान भइसकेपछि हामीले निस्तार चाड मनाउनु हुन्छ या हुँदैन? अभियसली मनाउनु पर्ने हुन्छ है, किनभने पहिलो कोरिन्थीको किताबमा 5:4 यो चाहिँ पावल आफैले पनि यो कुरालाई लेख्दैछ। किनभने नयाँ ढिका बन्नलाई जसरी खमिरलाई निकाल्छ, किनकि तिमीहरूका वास्तवमा तिमीहरू त अखमिरी नै हो, हाम्रो निस्तारको थुमा ख्रीष्टको बलिदान भइसकेको। अब कसरी यो एउटा निस्तार चाड अथवा अखमिर रोटीको चाडलाई मनाउनु भन्दै गर्दा चाहिँ यसकारण हामी पुरानो खमिरले अर्थात् कुकर्म र दुष्टताको खमिरले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऊ भनिकन पावलले आफ्नो मण्डलीलाई यो पत्र लेखेको छ। अनि यो कुरा चाहिँ येशू ख्रीष्ट यो पृथ्वीमा आउनु अगाडि पनि इजरायलीले मनाइ नै रहेको थियो। अनि जतिचोटि मनाउँथ्यो उनीहरूले थुमा काटेर रगत लगाउने एउटा प्रथा मात्रै हुँदैन थियो, तर परमेश्वरले केही नयाँ घटना चाहिँ यो चाडको समयमा इजरायलीको बीचमा यो पृथ्वीमा केही नयाँ घटनालाई गरि नै राख्नु भएको थियो। एउटा एक्जाम्पल, जब इजरायलीहरू मिस्रमा 430 वर्षको दासत्वमा थियो, मिस्रमा 430 वर्षको दासत्वमा हुँदै गर्दाखेरि त्यहाँनिर के घटना घटेको छ भन्दै गर्दाखेरि चाहिँ जब निस्तार चाडको समय आयो, निस्तार चाडको समय आउँदै गर्दाखेरि चाहिँ त्यहाँनिर उनीहरूले थुमालाई काटेर रगत चाहिँ घरको चौकसमा लाउँदै गर्दाखेरि परमेश्वरले के कुरा भन्नुभएको थियो, यो नियम दिँदै गर्दाखेरि चाहिँ जसको घरमा थुमाको रगत छैन त्यो घरमा चाहिँ हरेक घरको जेठा चाहिँ मारिन्छ, किनभने त्यो रात मृत्युको दूत आउँछ। जब यो कुरा परमेश्वरले इजरायलीलाई भन्नुभएको थियो, हरेक इजरायलीले घरको चौकसमा रगत लगाएको थियो। अनि मृत्युको दूत त्यो बाटो भएर आउँदै गर्दाखेरि चाहिँ नि सबै इजरायलीहरू सुरक्षित थियो, तर मिस्रमा भएको हरेक घरको जेठा छोराहरू इभन राजादेखि दाससम्मको सबै घरानाको जेठा छोरामाथि चाहिँ नि मृत्यु आएको थियो। हेर्नुहोस् है, आज हामी घरमा थुमा काटेर त लाउँदैनौँ घरको ढोकामा, तर जुन दिन निस्तारको थुमा बनिकन येशू ख्रीष्टको बलिदान भयो भनिकन पहिलो कोरिन्थी 5:17 भन्छ, हामी विश्वास साथ प्रभुको भोजलाई लिँदै गर्दाखेरि चाहिँ नि हाम्रो शरीरमा चाहिँ के लाग्छ भन्दा चाहिँ नि थुमाको रगत लाग्छ। किनभने घरको चौकसमा नि कस्तो हुन्छ, दायाँ र देब्रे र दाहिनेपट्टि दुईटा पिलर, माथि यसो ठडाएको एउटा काठको टुक्रा हुन्छ, 3टा भाग हुन्छ। अनि 3टै ठाउँमा चाहिँ थुमाको रगत लगाइनु पर्थ्यो पहिला। अब हाम्रो शरीर पनि 3टै भागमा बनेको छ, शरीर, प्राण, आत्मा। जब हामी प्रभुको शरीर प्रभुको रगतलाई हामी खान्छौँ, प्रभु भोजमा हामी जोडिन्छौँ, त्यतिखेर चाहिँ के हुन्छ, हाम्रो शरीरमा चाहिँ थुमाको छाप लाग्नु थालेको हुन्छ। त्यतिखेर चाहिँ जुन दिन थुमाको छाप त्यो घरको चौकसमा देखा परेको थियो, मृत्युको दूतले त्यो घरमा कुनै पनि हानि गर्नु
सकेन। हेर्नुहोस् है, किन चाहिँ इम्पोर्टेन्ट छ भन्दै गर्दा नि यो निस्तार चाडको समयमा त्यो घटना घट्यो अनि उनीहरूले त्यो मासु खाँदै गर्दा परमेश्वरले आह्वान गर्नुभयो, अब चाहिँ यो पास ओभरको टाइममा चाहिँ तिमीले आफ्नो कम्मर कस्नु, जुत्ता कस्नु, त्यहाँबाट चाहिँ लौरो लिनु अनि मिश्रमा भएको सबै धनलाई लुटेर त्यहाँबाट चाहिँ अब तिमीहरू यात्रा सुरु गर्नुपर्छ, तयारी हुनु भनिकन चाहिँ त्यहाँबाट जब परमेश्वरले आह्वान गर्नुभयो उनीहरू यो समयमा चाहिँ के भएको थियो भन्दै गर्दाखेरि चाहिँ यो समयमा चाहिँ उनीहरू प्रतिज्ञाको देशको यात्रामा सुरु गर्दै थियो। हेर्नुहोस् है, यो निस्तार चाड अथवा पास ओभर इङ्ग्लिसमा भन्छ, किन यो इम्पोर्टेन्ट छ भन्दै गर्दा नि यो निस्तार चाडको समयमा चाहिँ नि परमेश्वरले केही सिफ्टिङलाई ल्याउँदै हुन्छ यो पृथ्वीमा। आमेन, कुरा बुझ्दै हुन्छ। यो निस्तार चाड चाहिँ त्यत्तिकै विधि विधानको निम्ति मात्रै होइन, तर परमेश्वरले केही नयाँ सिफ्टिङलाई यो पृथ्वीमा सुरु गर्दै हुनुहुन्छ। जसरी 430 वर्षसम्म दासत्वमा परेको इजरायलीहरूको निम्ति चाहिँ नि प्रतिज्ञाको देशको यात्रा सुरु हुँदै थियो यो निस्तार चाडको समयमा। अनि यही निस्तार चाडकै समयमा फेरि 40 वर्षको यात्रा सकेर योर्दन नदी पार गरेर उनीहरूले फेरि प्रतिज्ञाको देशमा अधिकार गर्दै थियो। यही निस्तार चाडकै समयमा फेरि नयाँ करारमा आइपुग्दै गर्दा सारा संसारको पापलाई उठाइ लगिकन येशू ख्रीष्टले फेरि पनि सारा संसारलाई अन्धकारबाट उज्यालोतर्फको शिफ्टिङ सुरु हुँदै थियो। हेर्नुहोस् है, सो जब जब तपाईहरु निस्तार चाडमा तपाईँ यो तोकिएको समयमा यो चाडलाई मनाउन थाल्नुहुन्छ, पवित्र सभालाई अथवा यो रिहर्सललाई गर्न थाल्नुहुन्छ, त्यतिखेर चाहिँ नि तपाईले हाम्रो जीवनमा एउटा शिफ्टिङको समय सुरु गरिदिँदै हुन्छ परमप्रभु परमेश्वरले। यो समय चाहिँ कस्तो हुन्छ भने नि तपाईँ नि मेरो जीवनमा एउटा शिफ्टिङको समय हो। आमेन, कुरा बुझ्दै हुन्छ। हेर्नुहोस् है, निस्तार चाड चाहिँ साधारण कुरा होइन। यदि यो सत्यतालाई बुझ्नु भन्छ नि, मैले मेरो जीवनमा थुप्रो अनुभव गरेको छु। यो निस्तार चाडको समयमा जब पनि हामी प्रभुसँग रहन्छौँ, यो समयमा हामी यति साह्रो पवित्र सभालाई घोषणा गरिकन हामी प्रार्थनामा बसेको हुन्छौँ, परमेश्वरले हाम्रो जीवनमा, हाम्रो परिवारमा, हाम्रो सेवकामा जहिले पनि शिफ्टिङलाई ल्याउनु भएको छ। हाम्रो यो सेवकाई मात्रै नभएर हाम्रो हरेक कुराहरू सायद कतिजना एउटा बन्धनमा होला, कतिजना पापको दासत्वमा होला। यो चाहिँ सही परमेश्वरले तोक्नु भएको समय जहाँ चाहिँ परमेश्वरले तपाईँको पापको दासत्वबाट पनि शिफ्ट गराउन सक्नुहुन्छ। कतिजना रुपियाँ पैसाको गरिबीको दासत्वमा होला, परमेश्वरले त्यो गरिबीको दासत्वबाट नि शिफ्ट गराउनुहुन्छ। कतिजना थुप्रो रोगको दासत्वमा होला, रोगको दासत्वबाट नि परमेश्वरले यो समयमा चाहिँ शिफ्ट गर्नुहुन्छ। सो यो समय चाहिँ के हो भन्दा यदि चर्चले बुझ्यो परमेश्वरको यो सिजनलाई भने चाहिँ नि चर्चले बुझ्छ अब हाम्रो सेवकाई, हाम्रो परिवार, हाम्रो घरनाको चाहिँ शिफ्टिङको समय सुरु भएछ भनिकन। आमेन, बुझ्दै हुन्छ मैले भनेको कुरालाई। हेर्नुहोस् है, त्यही भएर किन चाहिँ आज यो चाड इम्पोर्टेन्ट छ भन्दै गर्दा नि निस्तार चाडमा चाहिँ यो कुरा हुँदै थियो। अब येशू ख्रीष्ट आउनु अगाडि इजरायलले थुमा काटेर सेलिब्रेट गर्दै थियो। त्यो रेलसेल गर्दा 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 येशू ख्रीष्ट फिजिकल्ली क्रुसमा टाँगिनु भयो, उहाँ थुमा बनिकन। अनि त्यस पछाडि अब हामीले थुमा त काट्नु छोड्यो, तर हामी ख्रीष्टको रगतको खातिर जब हामी पिताका देखा पर्न थाल्छौँ त्यतिखेर चाहिँ हाम्रो जीवनमा पनि शिफ्टिङ सुरु हुन्छ। हेर्नुहोस् है, अब येशू ख्रीष्टले बलिदान गरिदिने बित्तिकै हाम्रो निम्ति चाड मनाउनु हुँदैन भन्ने कुरा होइन, किनभने बाइबलले साह्रो मजाले यो कुरालाई गरेको छ। परमेश्वरको चाडमा चाहिँ नि जहिले पनि भेला हुने एउटा आह्वान गरेको छ। पावल आफैले पनि, हेर्नुहोस् है, पावलको जीवनलाई हेर्छ भने पावल त येशू ख्रीष्ट भन्दा पछाडि आएको व्यक्ति हो नि त। येशू ख्रीष्टको 12 जना चेलाहरूले जब पनि यो संसारभरि प्रचार गरेको थियो, प्रचार गर्दै गर्दाखेरि चाहिँ त्यो प्रचारलाई चाहिँ उनले प्रोटेस्ट गरिकन, उनले विरोध गरिकन उनीहरूलाई त मार्ने एउटा उर्दी निकालेर रोमी साम्राज्यबाट ऊ त कष्ट दिने व्यक्ति थियो। तर एक दिन प्रभुसँगको जम्का भेटमा हुँदै गर्दा उसको जीवन परिवर्तन भयो। त्यहाँबाट प्रभुको कुरालाई सिक्दै सिक्दै सेवकाई गर्दै 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 वर्षौँ पछाडि उसले कोरन्थीलाई स्थापना गर्यो होइन। कोरन्थीको मण्डलीलाई, एफिससको मण्डलीलाई, रोममा गएर सेवकाई गर्यो, रोमीलाई पत्र, थुप्रो उसको 13वटा पुस्तकहरू छ जुन मध्ये चाहिँ कोरन्थीको मण्डलीलाई नि स्थापना गरेर कोरन्थीको मण्डलीलाई पनि त्यो पत्रमा पहिलो कोरन्थी 5:7 के कुरा भन्दैछ, अब हामीले चाहिँ पुरानो खमीरले होइन अथवा कुकर्म र दुष्टताको खमीरले होइन, तर निष्कपटता र सत्यताको अखमीरे रोटीले चाड मनाउनु भनेको न के भन्दैछ यहाँनिर पावलले आफ्नो मण्डलीलाई यो पत्र लेख्दैछ। हेर्नुहोस् है, कोरन्थीको मण्डली चाहिँ येशू ख्रीष्टको मृत्यु भइसकेर उहाँ उचालिसकेर चेलाहरूको सेवकाई बढ्दै गएर त्यो सेवकाईबाट जन्मेको पावलले अनि पावलबाट जन्मेको मण्डली कोरन्थीको मण्डलीलाई पनि पावलले यो चाड मनाउनु भनेकन के गर्दैछ, उत्साह दिँदैछ। द्याट मिन्स येशू ख्रीष्टको मृत्यु भइसकेपछि कतिजना मान्छेको भनाइ चाहिँ त्यो छ, हामी त नयाँ करारको विश्वासी हौ, येशू ख्रीष्टले त अब सबै उहाँले गरिसक्नु भयो, त यो किन मनाउनु भन्ने प्रश्न आउँछ। तर पावलले मण्डलीमा यो
चाडलाई मनाउनु भनिकन प्रोत्साहन दिँदैछ। हेर्नुहोस् है, पावल आफैले पनि प्रेरितको किताब 18 को 21 मा हेर्नुहुन्छ भने के कुरा भनेको छ भने नि, टिभीएस भर्जनलाई म पढ्दैछु, तर यसो भन्दै उनले तिनीहरूबाट बिदा लिए, मैले जसरी भए पनि यो आउँदो चाड यरुशलेममा मनाउनु पर्छ, तर परमेश्वरको इच्छा भयो भने म फेरि तपाईँ कहाँ फर्किआउनेछु। अनि एफएसएसबाट उनले जहाज यात्रा गरे भनिकन प्रेरितको किताब 18 को 21 मा यो कुरा लेखिएको छ। पावल आफैले एफएसएसबाट यात्रा गर्न अगाडि के कुरा भन्दैछ प्रेरितको किताब 18 को 21 मा भनेदेखिलाई, मैले तिमीहरूलाई बिदा लिनै पर्छ, किनभने मैले जसरी भए पनि यो आउँदो चाड चाहिँ कहाँ मनाउनु पर्ने छ, यरुशलेममा। हेर्नुहोस् है, पावल आफैले मनाउँदैछ। यदि पावलको किताबहरूलाई, पावलको पत्रहरूलाई, पावलको शिक्षालाई हामी यदि पत्याउँछौँ हाम्रो मण्डलीले भने पावलले सिकाएको परमेश्वरको चाड मनाउनु पर्छ भन्ने कुरालाई पनि हामीले विरोध गर्नु होइन, तर यसलाई हामीले मनाउनु पर्ने रहेछ। आमेन। अनि यो मनाउँदै गर्दा के घटना घट्छ भन्ने कुरा मैले तपाईँलाई अघि बताएँ। निस्सा चाडले चाहिँ जहिले पनि येशू ख्रीष्टको बलिदानको प्रतीक गर्दछ। अब दोस्रो चाड हेऱ्यो भने म सरासर अगाडि बढ्छु। दोस्रो चाड चाहिँ अखमेरी रोटीको चाड हो। अब म सरासर जान्छु ल, राम्रो ध्यान दिनुहोस्। दोस्रो चाड चाहिँ अखमेरी रोटीको चाड हो, जुन चाहिँ बिब्लिकल क्यालेन्डर अनुसार यो चाहिँ पहिलो महिनाको 15औं दिनमा मनाइन्थ्यो, अथवा निस्सा चाडको भोलिपल्ट। अनि यो अखमेरी रोटीको चाडलाई चाहिँ कसरी मनाइन्थ्यो भन्दै गर्दा चाहिँ उहिले इजरायलीहरू चाहिँ हरेक घरको चुलाबाट, भण्डार कोठाबाट, बाल्कुनीबाट, सबै भागबाट चाहिँ खमीरहरू चाहिँ एउटै पनि नरहने गरी उनीहरूले सफा गरेर राख्थ्यो, उनीहरूले निकाली पठाउँथ्यो। अनि त्यसरी निकाल्दै गर्दाखेरि चाहिँ उनीहरूले त्यो चाहिँ रिहर्सल गर्दै 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 गयो। अनि अखमेरी रोटीकै चाडमा नै येशू ख्रीष्ट पनि चिहानमा राखिएको समय हो। जब उहाँलाई चिहानमा राखिएको थियो, चिहानमा राखिँदै गर्दा चाहिँ हिब्रूको किताब, एफिसीको किताबले के कुरा हुन्छ नि, उहाँ चाहिँ पृथ्वीको तल्लो भागमा गएर कैदमा परेकाहरूलाई स्वतन्त्र गर्नुभयो, अथवा सबै खमीरहरूलाई चाहिँ उहाँले अलग गर्नुभयो। अनि अखमिरे रोटी जस्तै उहाँले त्यसलाई खमीर र अखमिरेलाई अलग गर्नुभएको छ। हेर्नुहोस् है, सो कारणले गर्दाखेरि यो अखमिरे रोटीको चाड चाहिँ अब कसरी मनाउनु भनेकन पहिलो कोरिन्थी 5 को 7 अनि 8 मा पावलले भनेको छ भन्दै गर्दा चाहिँ हामी चाहिँ अब कुकर्म र दुष्टताको खमीरले होइन, तर निष्कपटता र सत्यताको अखमिरे रोटीले चाड मनाउनु पर्ने रहेछ। किनभने यही टाइममा चाहिँ येशू ख्रीष्टले चाहिँ सारा संसारको पापलाई चाहिँ अलग गर्दै हुनुहुन्थ्यो। उहाँ जब चिहानमा राखिएको थियो, चिहानमा राखिएको दिन हो, अनि त्यो समयमा चाहिँ येशू ख्रीष्टले सारा संसारको पापलाई चाहिँ अलग गर्दै हुनुहुन्थ्यो। हेर्नुहोस् है, दोस्रो चाड। तेस्रो चाडलाई चाहिँ अगौटे फलको चाड भन्छ, जसलाई चाहिँ फर्स्ट फ्रुट भन्छ। यो फर्स्ट फ्रुटमा चाहिँ के गरिन्थ्यो भन्दै गर्दाखेरि चाहिँ लेवीको किताब 23 को 14 अनुसार चाहिँ हरेक मान्छेले चाहिँ आफ्नो अन्नको बालीबाट चाहिँ उनीहरूले एक एक बिट्टा चाहिँ पुजारी कहाँ पुर्याउनु पर्थ्यो। अनि यहाँनिर के कुरा भनेको छ, यो चाहिँ पुस्तकको निम्ति चाहिँ अनन्तताको विधि होस् भनेको छ। हेर्नुहोस् है, 23 को अगौटे फलको चाडको विषयमा, इजरायलीहरूलाई भन, मैले तिमीहरूलाई दिने देशमा पुगेर जब त्यसको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिट्टा पुजारी कहाँ ल्याउनु। अब उहिले अब नेपालतिर कस्तो हुन्थ्यो होइन, अब भर्खर फलेको पहिलो भेन्डीको सब्जी छ भने पनि अलिकति एक छाक चर्चमा लाने होइन, भर्खर एउटा पोथीले त्यहाँबाट चल्लाहरू बनाएको छ भने पनि एउटा भाले चाहिँ कुखुरा होइन बोकेर चर्चमा लाने, आराधना हुँदै गर्दा नि कक्क गर्दै कराउँथ्यो होइन। के हो जस्तो लाग्थ्यो हामीलाई त्यतिखेर। तर बुझ्दै गर्दाखेरि चाहिँ नि आज चर्चमा परमेश्वरको पहिलो फल लानुपर्छ भन्ने कुरा चाहिँ नि सिकाइ नै रहेको थियो। त्यसलाई चाहिँ खास के भन्छ भने अगौटे फलको चाड। हेर्नुहोस् है, यो अगौटे फलको चाडलाई चाहिँ पवित्र सभा घोषणा गर्नु चाहिँ किन भन्दाखेरि चाहिँ रिहर्सल हो नि त। जब रिहर्सल गर्दै 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 गयो, गर्दै गर्दाखेरि चाहिँ यहाँनिर लेवीको किताब 23 को 10 मा त्यही कुरा भनेको छ। अनि उनीहरूले जब परमेश्वरको अगाडि अथवा पुजारीलाई एक बिटा भए पनि लिएर आउँथे, उनीहरूको पहिलो फल उनीहरूको हरेक खेतीबालीमा चाहिँ प्रशस्त परमेश्वरको आशिषले नै भरिभरा हुन्थ्यो। अनि यो चाहिँ के कुरा भनेको छ नि 14 मा, तिमीहरूले यो बलि आफ्ना परमेश्वरको निम्ति जुन दिनसम्म ल्याउँदैनौ त्यस दिनसम्म रोटी, भुटेको अन्न र हरियो बाला केही नखानु। हेर्नुहोस् है, हामीले अगौटे फल चाहिँ किन छुटाउनु पर्छ भन्ने कुराको विषयमा लेखिएको छ। फर्स्ट फ्रुटको विषयमा, तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्तौँ पुस्ताका निम्ति यो अनन्तको विधि होस्। आज म कहाँ अड्काउँछु भने नि पुस्तौँ पुस्ताका निम्ति यो चाहिँ के को विधि होस्,
अनन्तको विधि होस्। यो चाहिँ येशू ख्रीष्टको मृत्यु पछाडि चाहिँ अब सक्यो भन्ने होइन यो व्यवस्था, तर यो चाहिँ अनन्त अनन्तको निम्ति। परमेश्वरले कहिले पनि भन्नु भएन ख्रीष्टको मृत्यु पछाडि चाहिँ यो सकिन्छ भनेर उहाँले भन्नु भएन। तर अनन्त भनेको चाहिँ इटर्नल, जहाँ चाहिँ कहिले अन्त्यै छैन। यो पृथ्वी टलेर जान्छ, हामी टलेर जान्छौँ, तर यो चाड चाहिँ नि हामी अनन्तताको राज्यमा पनि येशू ख्रीष्टसँगै मनाउनेवाला छौँ। हेर्नुहोस् है, त्यही भएर परमेश्वरले भन्नु पुस्तौँ पुस्तसम्म यो चाहिँ अनन्तको एउटा विधि नै बनोस्। त्यही भएर हामीले कतिचोटि नजान्दै गर्दाखेरि पनि हामीले अगौटे फलको चाडलाई मनाइ नै रहेको छौँ। हामीले मण्डलीमा भाले भए पनि लगेकै छौँ, मण्डलीमा अलिकति आलु पहिलो उब्जनी लगेकै छौँ होइन, मण्डलीमा हामीले अलिकति फर्सी पाक्यो भने पनि लगेकै छौँ, अलिकति सागसब्जी रोप्दै गर्दा नि अगौटे फलेर साग पनि लगेकै छौँ। किन लगेको छौँ? धान कटनी गरेर कुटाको चामल पनि लगेकै छौँ। किन भन्दै गर्दा हामीले नजानिन्दो तरिकाले भए पनि हामीले परमेश्वरको चाडलाई मनाइ नै रहेको छौँ। तपाईँले मान्नुहोस् नमान्नुहोस्, तपाईँ परमेश्वरको चाडलाई मनाइ नै राख्नु भएको छ। हामीले तरिका अनि हामीले अलिकति ज्ञान मात्रै कमी भएको, तर हामीले यो कुरालाई सिकि नै रहेको छौँ। हेर्नुहोस् है, सो तर अझै यसलाई वास्तविकतामा बुझ्यौँ भनेदेखिलाई चाहिँ नि अब यो अगौटे फलको चाड चाहिँ हामीले फलफुल पाकेको कुरा मण्डलीमा लाने कुरा मात्रै होइन, तर जसरी येशू ख्रीष्ट चाहिँ मृतकहरूबाट पहिलो फल बनिकन, पहिलो कोरिन्थी 15:20 भन्छ है, पुनरुत्थान मृत्यु भएकाहरू मध्ये पुनरुत्थान मध्ये चाहिँ येशू ख्रीष्ट चाहिँ पहिलो मानिस हुनुहुन्थ्यो जसले चाहिँ मृत्युलाई जितेर पुनरुत्थान हुनुभयो। त्यसरी नै हाम्रो पनि पुनरुत्थान हुन्छ, हामी पनि फर्स्ट फ्रुट हुन्छ अनि हामी पनि फर्स्ट फ्रुट हुनको निम्ति नै बोलाएको। हेर्नुहोस् है, आज हामीले किन यो अभ्यास गर्दैछौँ, किन हामी होली कन्भोकेसन अथवा किन यो पवित्र सभा गर्दैछौँ? अलिकति साग बोकेर, अलिकति चामल बोकेर, कुखुरा बोकेर होइन, धान बोकेर, दाल बोकेर मण्डलीमा किन अगौटे फल चढाउँदैछ भन्दाखेरि हामीले जानेर या नजानेर हामीले अगौटे फलको चाडलाई मनाइ नै रहेका छौँ, ताकि एक दिन हामी पनि यसरी नै उब्जनी भएको कुरा खानु अगाडि नै भनेको छ नि त होइन, लेवी किताब 23:14 खानु अगाडि त्यो अन्न त्यो बालालाई खानु अगाडि नै तिमीले परमेश्वर कहाँ पुर्याउनु, यो चाहिँ अनन्तको विधि होस् भन्दै गर्दा हामी त्यसै गर्दैछौँ। हामीले खानुभन्दा अगाडि नै त्यो प्रभुको भण्डारमा लान्छौँ, मण्डलीमा लान्छौँ। अनि एक दिन चाहिँ नि यो अगौटे फललाई हामी पवित्र सभा गर्दै गर्दा के हुन्छ भने नि हामी पनि येशू ख्रीष्ट जस्तै पहिलौटे फल बनिकन हामी पनि उठाइ लगिन्छ। आमेन, बुझ्नुभयो किन चाहिँ अगौटे फल हामीले अगौटे फलको चाडलाई अथवा फर्स्ट फ्रुटको फिस्टलाई हामीले मनाउन जरुरी छ भन्दै गर्दा चाहिँ येशू ख्रीष्ट पनि मृत्युबाट पुनरुत्थान भइकन पहिलो मानिस जो चाहिँ पहिलो फल बनिकन उठाइ लगिनु भयो। अब हेर्नुहोस् है, यो तेस्रो चाड पनि येशू ख्रीष्टको जीवनमा पुरा भयो। अब म यहाँ अलिकति संरचना गर्छु है त ल। निस्ता चाडमा येशू ख्रीष्ट के हुनुभयो? क्रुसमा जानुभएको, मृत्यु भयो, येशू ख्रीष्टको जीवनमा पुरा भयो, निस्ता चाड भयो। दोस्रो अखमीरी रोटीको चाडमा उहाँलाई चिहानमा राखिँदै गर्दा उहाँले संसारको सबै पापहरूलाई अलग गर्नुभयो। जसरी खमीरलाई अलग गरिन्थ्यो, अखमीरी रोटीको चाड पनि येशू ख्रीष्टको जीवनमै पुरा भयो। अब तेस्रो चाड अगौटे फलको चाड, जहाँ तेस्रो दिनमा येशू ख्रीष्ट मरेकाहरूबाट पुनरुत्थान हुनुभयो अथवा रेजुरेक्ट हुनुभयो। रेजुरेक्सन डे हामी मनाउँछौँ नि, हौ त्यो रेजुरेक्ट हुँदै गर्दाखेरि चाहिँ येशू ख्रीष्टको जीवनमै त्यो कुरा पनि पुरा भयो। अब चौथो चाड चाहिँ साताहरूको चाड भन्छ, जुन साताहरूको चाडमा चाहिँ के भएको थियो भन्दै गर्दाखेरि चाहिँ साताहरूको चाडमा चाहिँ फिस्ट अफ द विक्स अथवा यसलाई हाम्रो नयाँ करारमा हेर्दै गर्दा चाहिँ डे अफ पेन्टिकोस्ट भन्छ। पेन्टिकोस्टको चाड त सुन्नु भएको नि त होइन, निस्ता चाड, अखमीरी रोटीको चाड, अगौटे फलको चाड भन्दै गर्दा अलिक मान्छेलाई पस्नु गाह्रो पर्छ। पेन्टिकोस्टको चाड भन्दा सबै फेरि पत्याउँछ। हेर्नुहोस् है, यो चाहिँ चौथो चाड हो। जुन पेन्टिकोस्टको चाडमा चाहिँ के भएको थियो भन्दै गर्दाखेरि चाहिँ पेन्टिकोस्टको चाडमा चाहिँ त्यहाँनिर चाहिँ पवित्र आत्मा पहिलोचोटि यो पृथ्वीमा प्रकट भएको। येशू ख्रीष्टले नै सिकाउनु भयो, जबसम्म पिताले गरेको प्रतिज्ञा पुरा हुँदैन तबसम्म तिमीले यरुसलेमलाई छोडेर कतै नजानु है भनेको प्रेरितको किताब 1:4-5 जब येशू ख्रीष्टले भन्नुभयो, त्यो चाहिँ के थियो भन्दै गर्दा नि त्यो चाहिँ मिक्रा, रियल सेल, होली कन्भोकेसन अथवा पवित्र सभा थियो। हामीले अघि पढ्यौँ लेवी किताब 23:2 अनुसार त्यो पवित्र सभा घोषणा गर्नु, किनभने त्यो चाहिँ परमप्रभुको चाड हो। अनि चेलाहरूलाई पनि येशू ख्रीष्टले भन्नुहुन्छ त्यो चाडमा चाहिँ तिमीहरू कतै नजानु है, पर्खिनु। अनि उनीहरूले के भयो, रियल पर्खिँदै गर्दाखेरि त्यो चाडमा के भयो, पवित्र आत्मा चाहिँ देखिने रूपमा के हुनुभयो, मानिस कहाँ प्रकट हुनुभयो, आत्माले भर्यो, उनीहरूले अन्य भाषा बोल्न थाल्यो अनि चर्चको जन्म त्यो दिनबाट सुरु भयो। हेर्नुहोस् है,
कहिले चर्च सुरु भयो भन्दै गर्दा चाहिँ प्रेरितको किताब 2 अध्यायमा जब मान्छे आत्माले भर्यो, आत्माले भरिँदै गर्दा चाहिँ चर्च सुरु भयो। हेर्नुहोस् है, चर्च त्यतिकै जन्मेको होइन। हामी जुन ठाउँमा हामी सेवाकाई गर्छौँ नि, यदि चर्चले हामी फिस्ट मनाउनु हुँदैन भन्छ भने चाहिँ नि रङ हो, झुटो चर्च हो। किनभने चर्चको जन्म नै फिस्टको टाइममा भएको। हेर्नुहोस् है, चर्चको जन्म नै सातारको चाडमा जन्मेको हो नि त, जब आत्माले भर्यो। त्यहाँबाट आत्माले भरेर जब पत्रुसहरू उभिएर प्रचार गर्दै गर्दा एकैचोटिमा 3000 यहुदी जातिहरूले येशू ख्रीष्टलाई विश्वास पनि गरेको थियो। हेर्नुहोस्, सो कारणले गर्दाखेरि जब येशू ख्रीष्ट यो पृथ्वीमा आउनुभयो, हामीले अब फिजिकल्ली काटेर होइन बलिदान चढाएर यो चाडलाई मनाउने होइन, तर हामीले चाहिँ स्पिरिचुअल साइडलाई हेरेर जब यो चाडलाई मनाउन थाल्छौँ, यो पृथ्वीमा केही घटना चाहिँ घटेकै हुन्छ। किनभने यही चाडलाई इजरायलहरूले मरुभूमि पालना गर्दै गर्दा के भयो भन्दै गर्दा चाहिँ इजरायलमा चाहिँ के भयो, परमेश्वरले के कुरा गर्नुभयो भन्दै गर्दाखेरि चाहिँ यही पेन्टिकोसको दिनमा चाहिँ मोसालाई परमेश्वरले व्यवस्था दिनुभएको थियो। प्रस्थान किताबमा हेर्दै गर्दा हेर्नुहोस् है, यो सातारको चाडमा नै यही टाइमिङमा चाहिँ परमेश्वरले मोसालाई चाहिँ लिखित रूपमा 10 कमान्डमेन्ट, जसलाई अब अरू कतिवटा 10 कमान्डमेन्टभित्र 613वटा व्यवस्था छ, यो 613वटा व्यवस्था चाहिँ नि पहिलोचोटि यो पृथ्वीमा परमेश्वरले मोसालाई दिनुभएको थियो। हेर्नुहोस्, यो किन चाहिँ चाड मनाउन जरुरी छ भन्दै गर्दा नि यो चाडमा चाहिँ परमेश्वरले नै बोलाउनु भएको हो। अनि राजाहरूका महाराजाले बोलाउँदै गर्दा चाहिँ नि उहाँले आफ्नो स्ट्यान्डर्डमा नै काम गर्नुहुन्छ। अनि उहाँको स्ट्यान्डर्ड चाहिँ जहिले पनि स्वर्गको कुरा हो, अलौकिक कुरा नै हो। त्यही भएर जब हामी यो चाडमा जोडिन चाहिँ थाल्छौँ, अलौकिक कुराहरू नै यो लौकिक संसारमा देखा पर्छ। अनि त्यसले चाहिँ ठुलो प्रभावलाई पार्छ। हेर्नुहोस् है, मैले भनेको कति बुझ्दै हुन्छ किन चाहिँ हामी यो चाडमा जोडिन जरुरी छ, किन हामी यो चाडलाई मनाउन जरुरी छ भन्दै गर्दा नि यो चाडमा चाहिँ हामीले संसारमा देखेको कुरा होइन, तर यो पृथ्वीले कहिले पनि नदेखेको घटना चाहिँ स्वर्गले यो पृथ्वीमा घटाउन लाग्दै हुनुहुन्थ्यो। आमेन। इजरायलीहरूले निस्ताचारमा हेर्दै गर्दा कहिले पनि सोचेको थिएन लाल समुद्र 2 फ्याक हुन्छ भन्ने कुरालाई। तर लाल समुद्र 2 फ्याक हुनु भनेको चाहिँ अलौकिक कुराको हस्तक्षेप हो नि त, नदेखेको कुरा नै देख्यो। उनीहरूले त्यो यात्राभरि जाँदै गर्दा स्वर्गबाट चाहिँ 10 कमान्डमेन्ट आउँदै थियो, स्वर्गबाट परमेश्वरले व्यवस्था दिँदै हुन्थ्यो सातारको चाडमा, जुन चाडमा चाहिँ उनीहरूले कहिले पनि देखेको थिएन। सो किन चाहिँ यो चाड मनाउन जरुरी छ भन्दै गर्दा यो पृथ्वीले कहिले पनि नदेखेको कुरा चाहिँ नि अब परमेश्वरले त्यो महिमा प्रकट गर्नको निम्ति नै यो चाडमा परमेश्वरले बोलाउनु भएको। आमेन। सो हामी चाहिँ त्यो व्यक्ति हो जसले चाहिँ स्वर्गको कुरालाई विटनेस गर्नको निम्ति हामी यो ठाउँमा छौँ है त। सो हेर्नुहोस् है, ल सो यो सातारको चाड चाहिँ पेन्टिकोस्टको चाड हो, जहाँ चाहिँ यो पृथ्वीमा पहिलोचोटि परमेश्वरले व्यवस्थालाई दिनुभयो। त्यस पछाडि पवित्र आत्माको भरपुरी पनि यो पृथ्वीमा भएको थियो। अब यो 4वटा चाडसम्म आइपुग्दै गर्दा चाहिँ यो 4वटा चाडलाई अथवा निस्तार चाड, अखमिरी रोटीको चाड, अगौटे फलको चाड अनि सातारको चाड, पेन्टिकोसको चाडसम्म यो 4वटा चाडलाई चाहिँ बाइबलले कसरी खण्डन गरेको छ भने यो चाहिँ पहिलो झरी हो। हेर्नुहोस् है, यो चाहिँ पहिलो महिमा हो यो पृथ्वीमा। हामी जुन चाहिँ कुरा गर्छौँ नि अब आउने महिमा चाहिँ दोब्बर भागमा छ। आज कतिजनाले प्रार्थना गर्नुभएको होला, तर यदि चाडलाई मान्नुहुन्न भने चाहिँ तपाईँको प्रार्थना चाहिँ नि उत्तर आउँदैन। हेर्नुहोस् है, सो हरेक कुरा चाहिँ चाडसँग जोडिएको छ। येशू ख्रीष्टको कुरा पनि चाडसँग जोडिएको छ। अन्तिम दिनमा आउने दोब्बर भागको महिमाको कुरा पनि चाडसँग नै जोडिएको छ। किनभने यो पहिलो, दोस्रो, तेस्रो, चौथो चाडसम्म जब हामी आइपुग्यौँ, चौथो चाड पछाडि चाहिँ पाँचौँ चाड चाहिँ तुरैको चाड छ, जुन चाड चाहिँ अब हामी देखेकै छैन, यो चाहिँ आउनेवाला छ। किनभने चौथो चाड सातारको चाड, पेन्टिकोसको चाड यो पृथ्वीमा चर्चको जन्म भयो। त्यो दिनदेखि चाहिँ चर्चको युग सुरु भएको थियो। अहिले हामी जिउँदै युगसम्म वर्षौं बित्यो, हजारौं वर्ष, 2000 वर्ष बितिसक्यो। अनि यो वर्ष चाहिँ चर्च समय हो। अनि यो 4वटा चाड यो पृथ्वीमा पुरा भइसक्यो। यो भइसकेको घटनालाई चाहिँ पहिलो झरी भन्छ। अनि त्यही भएर त हगै 2को 9ले के कुरा भन्छ भने जुन भवनको महिमा चाहिँ अब अघिल्लो भन्दा चाहिँ पछिल्लो महिमा चाहिँ दोब्बर भागमा छ भनेको चाहिँ अब यो पछिल्लो महिमा चाहिँ कहिले प्रकट हुन्छ भन्दै गर्दा चाहिँ अब 5औं, 6औं, 7औं चाडमा चाहिँ यो दोब्बर भागको महिमा चाहिँ प्रकट हुन लाग्दैछ। आमेन। तपाईँ हामी जिउँदै गरेको युगमा चाहिँ यो दोब्बर भागको महिमा प्रकट हुन्छै हुन्छ। त्यही भएर त हामी किन चाहिँ अब यो महिमा आउँदै गरेको कुरालाई चाहिँ हामी किन यो चाडलाई मनाउनु भन्दै गर्दा चाहिँ यही चाडहरूको समयमा चाहिँ परमेश्वरले दोब्बर महिमा, आजसम्म पृथ्वीले नदेखेको महिमा, आजसम्म पृथ्वीले कहिले पनि अनुभव नगरेको कुराहरू चाहिँ नि यो पृथ्वीमा प्रकट हुन लाग्दैछ। अनि त्यसको नजिक हुँदै गर्दा हामी चाहिँ अब 5औं चाडको नजिक आइपुगेको छौँ, जहाँ चाहिँ अब हामी
अर्को महिना तिस्रीको महिनाभित्र तिस्रीको अथवा 7औं महिनाको पहिलो दिनमा चाहिँ तुरैको चाड भन्छ। तुरैको चाड तपाईँले बुझ्नुहुन्छ? तुरैको चाडमा चाहिँ तुरै बजाउनु भनेकन चाहिँ पहिलो दिनबाटै यो पवित्र सभालाई घोषणा गर्नु। किन चाहिँ हामीले तुरै बजाइकन यो तुरैको चाडलाई हामी सेलिब्रेट गर्छौँ, किन हामी प्रार्थना बस्छौँ भन्दै गर्दा एक दिन तुरैको चाडमा नै येशू ख्रीष्ट फेरि पनि यो पृथ्वीमा लिन आउनुहुन्छ आफ्नो मण्डलीलाई। हेर्नुहोस् है, किन चाहिँ तुरैको चाड, किन हामी चाडलाई मनाउन जरुरी छ भन्दै गर्दा यदि चाडलाई मनाएन तुरै बजाउँदै गर्दा आजभोलि त थुप्रो मान्छेले अनेक कुराहरू भन्छ, जोगी अरे है के अरे, तुरै फुक्ने चर्चहरू अरे। हेर्नुहोस् है, अन्तिममा त तुरै बज्छ। जुन मान्छेले तुरैको आवाज सुनिराख्ने आदत भएको हुन्छ नि त्यो मान्छेले चाल पाउँछ, ए तुरै बजेछ, मेरो समय आयो। जीवनमा तुरैको आवाजै सुनेको छैन, तुरैलाई विरोध गर्ने मान्छे त फेरि छोडिएला। दुःख लाग्दो कुरा छ है। हेर्नुहोस् है, सो कारणले किन तुरैको चाड भन्दै गर्दा हामीले तुरैको आवाज तुरै बजाइकन चाहिँ यो चाडलाई हामीले यो फिस्टलाई चाहिँ हामी सेलिब्रेट गर्छौँ। किनभने यो तुरैको चाडमा चाहिँ के हुन्छ भन्दै गर्दाखेरि चाहिँ येशू ख्रीष्टको फेरि पनि आगमन यो पृथ्वीमा हुन्छ। अनि यो आगमन चाहिँ कस्तो हुन्छ भने म अलिकति गहिरोभित्र पस्नु पर्यो है त। यो तुरैको चाडमा चाहिँ येशू ख्रीष्टको आगमन हुँदै गर्दाखेरि चाहिँ उहाँको आगमन कसरी हुन्छ भन्दै गर्दा नि उहाँको आगमन चाहिँ पहिलो पुनरुत्थान अनि दोस्रो आगमन भनेर बाइबलमा यो कुरा लेखिएको छ। पहिलो पुनरुत्थान भनेको बुझ्नुहुन्छ? पहिलो प्रकाश किताब हेर्नु, अब मसँग रहनुहोस् ल, म अलिकति गहिरो कुरा बताउनेवाला छु, नभए फेरि टाउको दुख्न थाल्छ। यो पहिलो पुनरुत्थानको विषयमा प्रकाश किताब 20 अध्यायमा हेऱ्यौँ भने पहिलो पुनरुत्थानको विषयमा त्यहाँ पनि चर्चा गरेको छ, थेसलोनीको किताबमा पनि चर्चा गरेको छ, मत्तीको किताबमा पनि चर्चा गरेको छ। यो पहिलो पुनरुत्थानहरू चाहिँ पहिलोवटै फलहरू, अनि जोहरू चाहिँ पहिलोवटै फलमा पहिलो पुनरुत्थानमा सहभागी भएको छ उनीहरूलाई दोस्रो मृत्युले हानि गर्नै सक्दैन। जोहरू चाहिँ अगौटे फल बनिकन उठेको छ उनीहरूको त इन्साफ पनि हुँदैन भनेको छ। अनि यो अगौटे फलहरू भनेको चाहिँ को हो भन्दै गर्दा चाहिँ ख्रीष्टको दुलैहरू, जोहरू चाहिँ खोट र हेट, चाउरीपना, बेगार, प्रतापी मण्डलीहरू छ नि, उनीहरू चाहिँ येशू ख्रीष्टको दुलैको रूपमा सिँगारिँदै गर्दाखेरि चाहिँ उनीहरू चाहिँ पहिला चाहिँ उठाइ लगिन्छ। अनि उठाइ लगिँदै गर्दाखेरि चाहिँ त्यस पछाडि चाहिँ यो पृथ्वीमा डरलाग्दो महासङ्कष्टको समय सुरु हुन्छ। अनि महासङ्कष्टको समय सुरु भएपछि चाहिँ के हुन्छ भने त्यो बिचमा चाहिँ फेरि पनि तुरैको चर्को आवाजमा येशू ख्रीष्टको दोस्रो आगमन हुँदै गर्दाखेरि चाहिँ सारा संसारले देख्ने रूपमा चाहिँ फेरि पनि त्यो महासङ्कष्टको बिचको बाटो भएर आएकोहरू भनेर प्रकाश किताब एकछिनै त हेरौँ है त। प्रकाश किताब कतिमा छ भने ती कुरा चाहिँ 7को 11बाट हेर्नु भयो भने त्यहाँनिर लेखिएको छ। यो सेता वस्त्र पहिरेकाहरू चाहिँ को हुन् भन्दै गर्दाखेरि चाहिँ त्यहाँनिर भनेको छ यिनीहरू चाहिँ ती व्यक्तिहरू हो जोहरू चाहिँ महासङ्कष्टबाट निस्केर आएकाहरू, जोहरू चाहिँ थुमाको रगतले आफ्नो वस्त्र धोएका छन्। हेर्नुहोस् है, यो तुरैको चाडको समयमा चाहिँ के हुन्छ भने अब यसमा अलिकति कन्फ्युज नहुनुहोस् ल। यहाँ दुई प्रकारको छ, एउटा चाहिँ पहिलो पुनरुत्थान छ, त्यस पछाडि चाहिँ ठुलो महासङ्कष्टको कुरा यो पृथ्वीमा देखा पर्छ, अनि मात्रै दोस्रो आगमन हुन्छ। अनि हाम्रो बुलावट चाहिँ यो पहिलो पुनरुत्थानमा भागीदार हुनु चाहिँ हाम्रो जीवनको बुलावट हो। हेर्नुहोस् है, हाम्रो जीवनको बुलावट चाहिँ हामी पहिलोवटै फलमै उठाइ लगिनुपर्छ। जोहरू पहिलोवटै फलमा उठाइ लगिन्छ ऊ त त्यो महासङ्कष्टको बाटो भएर जानै पर्दैन। यो महासङ्कष्टको दिन भनेको चाहिँ थुमाको क्रोधको दिन हो, यो चाहिँ परमेश्वरको प्रतिशोधको दिन हो, बुझ्दै हुन्छ? सो यो थुमाको क्रोधको बाटो भएर जानको निम्ति चाहिँ हाम्रो बुलावट होइन। तर यदि हामी थुमाको क्रोधको बाटो भएर जाने निर्णय गर्छन् चाहिँ त्यो चाहिँ तपाईँको चुनाव हो। जो मान्छे सही तरिकाले जीवन जिएको छैन, जो मान्छे सही तरिकाले आफ्नो जीवनलाई पवित्र राखेको छैन, त्यो व्यक्ति पक्का पनि महासङ्कष्टको बाटो भएर जान्छै जान्छ, थुमाको क्रोधको बाटो भएर जान्छै जान्छ। तर उनीहरूले त्यो बिचमा पनि पश्चाताप गरिकन यदि परमेश्वरतर्फ फर्क्यो भने चाहिँ फेरि दोस्रो उहाँको आगमन हुँदै गर्दा उठाइ लगिन्छ। तर त्योभन्दा अगाडि चाहिँ के भनेको छ बाइबलले भन्दै गर्दा चाहिँ पहिलोवटै फल अथवा के भनेको छ पुनरुत्थान, पहिलो पुनरुत्थानमा भाग लिनेहरू चाहिँ धन्यको हो जसलाई चाहिँ दोस्रो मृत्युले हानि गर्नै सक्दैन भनिकन बाइबलले यो कुरालाई भनेको छ। हेर्नुहोस् है, अनि यो पहिलो पुनरुत्थान चाहिँ कस्तो हुन्छ भन्दै गर्दा चाहिँ येशू ख्रीष्ट यो पृथ्वीमा आउनुहुन्छ आफ्नो दुलैलाई लिन, तर उहाँ आउँदै गर्दा चाहिँ चोर जस्तै
आउनुहुन्छ। हेर्नुहोस् है, उहाँको यो सेकेन्ड कमिङ चाहिँ दुई प्रकारको व्याख्या गरेको छ। एउटा चाहिँ कस्तो भने उहाँ चोर जस्तै आउनुहुन्छ, जो तयार भयो। यो 10वटा स्त्रीहरूको विषयमा छ नि होइन, उखान, जो चाहिँ 5वटा चाहिँ बुद्धिमती छ, 5वटा चाहिँ निर्बुद्धि छ। जो निर्बुद्धिहरू चाहिँ आफूले तयार गरेन, उनीहरू छोडियो, 5वटा बुद्धिमती चाहिँ उठाइ लग्यो। पर्खिनु चाहिँ 10जनाले पर्खेको। आज चर्च, संसारभरिको चर्चले येशू ख्रीष्ट आउने दिनलाई पर्खिरहेको छ, तर जो मान्छे तयारी भयो उनीहरू उठाइ लगिन्छ पहिलो पुनरुत्थानमा। जोहरू चाहिँ ख्रीष्टको दुलाई, छोडिनेहरू चाहिँ महासङ्कष्टको बाटो भएर जान्छै जान्छ। तर उनीहरूले यदि ख्रीष्टलाई फेरि पनि पश्चाताप गर्छन् चाहिँ उनीहरू चाहिँ थुमाको रगतले उनीहरूको वस्त्र धोइकन उनीहरू महासङ्कष्टको बाटो भएर आउँछ भनिकन प्रकाश किताब 7 अध्यायले यो कुरालाई बताएको छ है त। सो कारणले हाम्रो जीवनको बोलावट चाहिँ के हो भन्दै गर्दा चाहिँ हामी पहिलोटे फल बनिकन उठाइनु चाहिँ हाम्रो जीवनको बोलावट हो। हेर्नुहोस् है, राम्रो सुन्नुहोस् है। अब कुनै दिन कन्फ्युज भने यसलाई हामी कुनै दिन चर्चा गरौँ। सो हामी तुरैको चाडमा छौँ। किन चाहिँ तुरैको चाड भन्दै गर्दा चाहिँ हामी यति साह्रो नजिक छौँ, हामी परमेश्वरले उठाइ लगिने दिनको हामी यति साह्रो नजिक छौँ। किनभने मरेकाहरू चाहिँ पहिला बौरी उठ्छ भनिकन पहिलो थेसलोनिको किताब 4:13बाट तपाईँले हेर्नु भने ती कुराहरू पाउनुहुन्छ है। सो कारणले तुरैको चाडले चाहिँ के कुरालाई बताउँदो रहेछ भन्दै गर्दाखेरि चाहिँ पहिलोटे फलहरू उठाइ लगिने, अनि यो पृथ्वीमा चाहिँ महासङ्कष्टको कुराहरू देखा पर्ने, अनि ख्रीष्टको दोस्रो आगमनको कुरालाई जनाएको छ है त। ल, सो म अब छिट्टो अगाडि जान्छु। 6औं चाड चाहिँ के कुरा भन्छ भने 6औं चाड चाहिँ प्रायश्चितको दिन हो। प्रायश्चितको दिन चाहिँ यो चाहिँ अब लेवीको किताब 23:27-28सम्म हेर्नु भने वर्षमा एकचोटि पुजारी चाहिँ महापवित्र स्थानमा गइकन उसले यो प्रायश्चितको चाडको दिन चाहिँ सारा इजरायलीको पापको निम्ति चाहिँ उसले प्रायश्चित गर्नु पर्थ्यो। अनि पुजारी जाँदै गर्दा चाहिँ उसले एउटा हातमा आफ्नो पापको रगतलाई, अर्को चाहिँ इजरायलीहरूको पापको रगत बोकेर चाहिँ ऊ भित्र गइकन चाहिँ आफ्नो कान्छी अम्लाले चाहिँ मर्सी सिटको अगाडि, कृपासनको अगाडि चाहिँ 7 चोटि रगत छर्किनु पर्थ्यो। हेर्नुहोस् है, नियम अनुसार 7 चोटि रगत छर्किँदै गर्दाखेरि चाहिँ सारा इजरायलीहरूको पाप चाहिँ क्षमा हुन्थ्यो। अनि वर्षमा एकचोटि मात्रै यो प्रायश्चितको चाडको दिन चाहिँ इजरायलीहरूले आफ्नो पुजारीहरू गइकन चाहिँ महापवित्र स्थानमा गइकन, एकजना पुजारी त्यो पनि एकदमै दाग रहित, खोट रहित हुनु पर्थ्यो। अनि उभिएर चाहिँ उसले इजरायलहरूको निम्ति चाहिँ 7 चोटि रगत छर्किनु पर्थ्यो। अनि 7 चोटि रगतको विषयमा त येशू ख्रीष्टले पनि आफ्नो जीवनबाट 7 चोटि रगत बगाउनु भएको छ नि त होइन। यो विषयमा धेरै अगाडि पनि हामीले चर्चा गरेको थियौँ। पहिलो रगत चाहिँ उहाँले जब गेतसमनीको बगैँचामा पक्राउ पर्नु अगाडि उहाँले प्रार्थना गर्दै गर्दा बाइबलले के भन्छ, उहाँको पसिना चाहिँ रगतमा परिवर्तन भएको थियो भनेर लेखेको छ। पहिलोचोटि उहाँको रगत बग्यो। दोस्रोचोटि जब उहाँलाई पक्राउ परेर उहाँलाई लगिँदै गर्दाखेरि उहाँलाई के गर्यो, त्यतिखेर चाहिँ भिडले के कुरा गरेको छ भने उहाँको आँखामा पट्टी बाँधेर त अगमवक्ता होस् अरे नि, लु त अगमनी गर, कसले तँलाई कुट्यो भनेर चाहिँ उहाँलाई चाहिँ पब्लिकले मुक्का हानेको छ। उहाँको दाढी लुछेको छ। त्यतिखेर पनि एउटा फेसमा उहाँलाई हिर्काउँदै गर्दा उहाँको रगत बगेको दोस्रोचोटि। तेस्रोचोटि चाहिँ उहाँलाई कतिखेर रगत बग्यो भन्दै गर्दाखेरि चाहिँ जब उहाँलाई त यहुदीहरूको राजा होइनस् भनेर उहाँलाई काँडाले गाँथेको मुकुट चाहिँ यहाँ शिरमा लगाइदिँदै गर्दा चाहिँ उहाँको यो कञ्चटबाट पनि रगत बगेको थियो। तेस्रोचोटि येशू ख्रीष्टको शरीरबाट रगत बग्यो। त्यस पछाडि उहाँलाई केरकार पार्यो, बिहानै झिसमिसे बिहानमा उहाँलाई कोर्रा लगाइयो। अनि कोर्रा पनि 39 कोर्रा लगाउँदै गर्दा उहाँको शरीरबाट चौथोचोटि रगत बग्यो। त्यहाँबाट उहाँलाई मार्नको निम्ति क्रुस बोकाएर त्यहाँबाट गलगथा डाँडामा लाँदै गर्दा उहाँलाई के गर्यो, उहाँको हात दुइटै तन्काएर चाहिँ हातको यस्तोमा चाहिँ काँटी हान्दै गर्दाखेरि चाहिँ उहाँको 5औं चोटि के भयो, रगत बग्यो। त्यहाँबाट फेरि दुईटा खुट्टालाई यसरी फोल्ड गरेर तलपट्टि खुट्टालाई काँटीले हिर्काउँदै गर्दा त्यहाँ पनि रगत बग्दै गर्दा 6औं चोटि रगत बग्यो। अब 7औं चोटि चाहिँ कतिखेर रगत बग्यो भन्दा जब उहाँलाई क्रुसमा टाँगेर अब यो मान्छे चाहिँ मर्यो कि मरेन भनेर एउटा रोबी सिपाहीले चाहिँ लामो भालाले चाहिँ उहाँको कोखामा हिर्काउँदै गर्दाखेरि चाहिँ रगत र पानी मिसिएको रगत बग्दै गर्दा चाहिँ अन्तिमचोटि उहाँको शरीरमा त्यो रगत हुँदै गर्दाखेरि चाहिँ 7औं चोटि चाहिँ नि उहाँको शरीरबाट रगत बगेको। हेर्नुहोस् है, येशू ख्रीष्टले पनि हाम्रो निम्ति चाहिँ 7 चोटि उहाँले रगत बगाउनु भएको छ, गेतसमनीको बगैँचाबाट अन्तिम सास रहुन्जेलसम्म। अनि सो कारणले त यो प्रायश्चितको दिनमा चाहिँ पुजारीले के गर्नु पर्थ्यो नियम अनुसार भन्दै गर्दा चाहिँ
पहिला चाहिँ उनीहरूले रगतको छिर्का चाहिँ कृपासनमा चाहिँ 7 चोटि छर्किँदै गर्दा सारा इजरायलीको पाप क्षमा हुन्थ्यो। अनि यो चाहिँ उनीहरूले वर्षै पछि गरिबस्थ्यो, बलि चढाएर त्यो रगत लगेर छिर्कियो, इजरायलीको पाप क्षमा भयो। तर रोमीको किताबले भन्छ साँडे र बोकाको रगतले मान्छेको पाप क्षमा हुन असम्भव छ। सो कारणले येशू ख्रीष्ट यो पृथ्वीमा आउँदै गर्दाखेरि चाहिँ उहाँले हाम्रो निम्ति चाहिँ उहाँको शरीरबाट 7 चोटि रगत छर्केको कारणले गर्दा, बगेको कारणले हामी जब ख्रीष्टलाई विश्वास गर्छौँ, हामी ख्रीष्टको खातिर चाहिँ हाम्रो निम्ति चाहिँ के हुन्छ, पश्चाताप हुन्छ। त्यही भएर त प्रायश्चित चाहिँ येशू ख्रीष्टले हाम्रो निम्ति पिताको अगाडि गरिदिनुहुन्छ। अनि के भन्नुहुन्छ, पिता मेरो बलिदानको खातिर मेरो छोरालाई क्षमा गरिदिनुहोस्, मेरो बलिदानको खातिर मेरो छोरीलाई क्षमा गरिदिनुहोस्। त्यही भएर त हामी जहिले पनि प्रार्थना गर्दा के भन्छौँ, येशू ख्रीष्ट तपाईँको रगतले मेरो जम्मै पाप अधर्महरूलाई यतिखेर धोइदिनुहोस्। हामी भन्छौँ, हामी कहिले पनि भन्दैनौँ पवित्र आत्मा तपाईँको रगत, हामी कहिले पनि भन्दैनौँ पिता तपाईँको रगत, तर हामी जहिले पनि भन्छौँ येशू ख्रीष्ट तपाईँले बगाउनु भएको रगतले हाम्रो जम्मै पापलाई धोइदिनुहोस्। किन चाहिँ यो प्रायश्चितको दिन मनाउन जरुरी छ भन्दै गर्दा, हौ यो कुरा चाहिँ उहिलेको घटनाहरू घटेको थियो। येशू ख्रीष्टको जीवनमा नि 7 चोटि रगत बग्यो। अनि यो समयमा चाहिँ अब के हुन्छ भन्दै गर्दा, यो प्रायश्चितको चाडमा चाहिँ हाम्रो निम्ति पनि अब न्याय अनि अनन्तताको राज्यमा पस्ने ढोका खोलिएको हुन्छ प्रायश्चितको चाडमा चाहिँ। सो कारणले गर्दा हामी त्यो दिनको नजिकिँदैछौँ। अब अन्तिम चाड चाहिँ के भन्छ भने चाहिँ छात्रावासको चाड। अब छात्रावासको चाडमा चाहिँ इजरायलीले कसरी मनाउँथ्यो भन्दा गर्दा, उनीहरूले चाहिँ अहिले पनि तपाईँ इजरायलमा जानु भने उनीहरूले घरको बाहिरपट्टि आँगनतिर खेतबारीतिर सेउलाले बारेको सानो झुप्रो बनाएर चाहिँ उनीहरू आफ्नो परिवारसँग उनीहरू यसो माथि हेरेर आकाश हेरेर उनीहरू रात बिताउँछ। अनि उनीहरूले त्यो बिताउँदै गर्दाखेरि चाहिँ आफ्नो नानीहरूलाई बताउँछ, हेर परमेश्वरले हामीलाई उहिले युगमा मिश्र कसरी दासत्वबाट हामीलाई स्वतन्त्र गरेर लालसम र 2 फाग बनाइकन मरुभूमिमा मन्न जुटाउँदै हामीलाई कसरी परमेश्वरले महिमा देखाउँदै हामीलाई यो ठाउँसम्म ल्याउनु भयो, हामी उहाँप्रति धन्यवादी हुनुपर्छ भनिकन चाहिँ आफ्नो नानीहरूलाई पनि त्यो कथा सिकाउँदै उनीहरूले यो छात्रावासको चाडलाई मनाउँथ्यो। हेर्नुहोस् है, जसलाई चाहिँ हिब्रूमा सुक्कोत पनि भन्छ। अनि यो छात्रावासको चाड चाहिँ किन भन्दै गर्दा, यो छात्रावासको चाडमा चाहिँ अब महासङ्कट सकेपछि चाहिँ शैतानलाई 1000 वर्षसम्म बाँधेर राख्दै गर्दाखेरि चाहिँ 1000 वर्ष चाहिँ येशू ख्रीष्टसँगै जोहरू पुनरुत्थानमा सहभागी भएको थियो, जोहरू चाहिँ पहिलोटे फल बनिकन उठाइ लगेको थियो, उनीहरू पनि येशू ख्रीष्टसँगै आइकन यस पृथ्वीमै तपाईँ हामी बसेकै यस पृथ्वीमा नै येशू ख्रीष्टसँग हामी 1000 वर्ष राज्य गर्नेवाला छौँ। त्यही भएर प्रकाश किताब 11 मा हेऱ्यो भने यो संसार चाहिँ ख्रीष्टको राज्यमा परिवर्तन भएको छ भनिकन त्यहाँ पनि लेखिएको छ। हेर्नुहोस् है, सो कारणले गर्दाखेरि यो छात्रावासको चाड चाहिँ किन इम्पोर्टेन्ट भन्दै गर्दा चाहिँ येशू ख्रीष्टसँगै जोहरू चाहिँ अगौटे फल बनिकन उठाइ लगिएको छ, उठाएर लगिएकाहरू फेरि पनि यो पृथ्वीमा प्रकट हुन्छ अनि 1000 वर्षसम्म चाहिँ उनीहरूले यो पृथ्वीमा अधिकार गर्छ, राज्य गर्छ। हेर्नुहोस्, यो निस्तार चाडबाट छात्रावासको चाडसम्म यो 7 वटा चाडको उद्देश्य मैले तपाईँलाई बताएँ। अनि यो किन चाहिँ इम्पोर्टेन्ट छ भन्दै गर्दा चाहिँ सबै चाडहरूले चाहिँ कसलाई देखाएको छ भन्दै गर्दाखेरि येशू ख्रीष्टलाई नै। तर हाम्रो हरेक शिक्षा, हाम्रो हरेक जियाइ, हाम्रो हरेक चर्चा चाहिँ ख्रीष्ट केन्द्रितै हुन जरुरी छ। अनि यो 7 वटा चाड चाहिँ परमप्रभुले भन्नुभयो यो चाहिँ मेरो चाड हो, मेरो चाड हो, मैले बोलाएको चाडमा तिमीहरू आउनु मनाउनु चाहिँ किन भन्नुभयो भन्दै गर्दाखेरि चाहिँ जब हामी यो चाडमा हामी रिहर्सल गर्न थाल्छौँ, हामी पवित्र सभा घोषणा गरेर हामी अभ्यास गर्न थाल्छौँ, आज यो कुरा नदेख्ला, आज हामी तुरै बजाउँदै गर्दा उहाँको पुनरुत्थान पहिलोटे फलहरू उठाइ त लगिँदैन होला, तर यदि लग्यो भने पनि हाम्रो लागि त दामी कुरा हो। सो यो चाडमा हामी मनाउँदै गर्दाखेरि चाहिँ यी घटनाहरू चाहिँ पृथ्वीमा घट्न सुरु हुन्छ। बुझ्नुभयो यो कुरालाई? सो कारणले गर्दाखेरि पावल आफैले पनि किन चाहिँ यो चाडलाई मनाउनु भनिकन भन्दैछ भन्दै गर्दाखेरि पावल आफैले पनि त्यो कुरालाई भनिरहेको छ कि पहिलो कोरिन्थीको किताब 15 को 20 मा त्यही कुरा हुन्छ, वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ, सुतिजानेहरू मध्येमा उहाँ चाहिँ प्रथम फल हुनुहुन्छ। जसरी उहाँ प्रथम फल पनि हुनुभयो त्यसरी नै हामी पनि प्रथम फल अथवा पहिलोटे फल बनिनको निम्ति नै परमेश्वरले तपाईँ हामीलाई बोलाउनु भएको। सो कारणले यो फिस्ट अब हेर्नुहोस् है, लगभग 9-10 दिन बाँकी होला, यो 9-10 दिन बाँकी छ। हामी यो समयमा चाहिँ यति साह्रो तयारीको साथ जानुपर्ने। अहिले हामी इलुलको महिनामा छौँ अनि यो इलुलको महिना चाहिँ यो 29औं दिन हुन्छ यो महिनामा। यो महिनामा चाहिँ हामी के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ हामी हरेक दिन
पश्चाताप गर्दै हाम्रो जीवनमा प्रभुलाई मन नपर्ने भागहरू अलग गर्दै हामी यो पवित्र सभाको निम्ति अथवा यो एउटा तोकिएको समय तुरैको चाडको निम्ति चाहिँ नि फिस्ट अफ टेबरनेकलको निम्ति चाहिँ हामी तयारी हुनुपर्ने समय आएको छ। किनभने परमेश्वरले फेरि पनि यो पृथ्वीमा केही घटनालाई घटाउन लाग्दै हुनुहुन्छ। आमेन। अहिले अब रिसेन्टली हेर्नुहुन्छ भने नि तपाईँलाई याद छ जब पनि इजरायलमा घटनाहरू घट्थ्यो अथवा जब पनि इजरायल एउटा राष्ट्र निर्माण भयो त्यो पनि फिस्टकै टाइममा थियो, चाडकै समयमा थियो। जब 6 डेज वार चल्यो 1967 मा इजरायलमा, अनि उनीहरूको लुटिएको भागहरू उनीहरूले वापस पायो, त्यो वारमा पनि फिस्टकै टाइम थियो, फिस्ट अफ सबाउथ थियो, पेन्टिकोस्टको दिन थियो। जब पनि यो इजरायलले गुमेको यरुसलेम चाहिँ उनीहरूको क्यापिटल सिटी थिएन। 6 डिसेम्बर 2017 चाहिँ के थियो भन्दै गर्दा त्यो 17 चाहिँ जुब्लीको वर्ष थियो। हेर्नुहोस् है, फिस्टको टाइम नै थियो। अनि हरेक फिस्टको टाइममा परमेश्वरले इजरायलीहरूको लुटिएको भागहरूलाई फर्काइदिँदै हुनुहुन्थ्यो हरेकचोटि। किन चाहिँ यो फिस्ट इम्पोर्टेन्ट छ भन्दै गर्दा नि यदि तपाईँले यो कुरालाई घोरिएर विश्वास साथ यो कुराहरूमा तपाईँ अभ्यास गर्नुहुन्छ भने नि म के कुरालाई देख्छु भने प्रभुले सबै लुटिएको कुरालाई फर्काइदिनुहुन्छ। यो समय चाहिँ हाम्रो समय। हेर्नुहोस् है, तपाईँले कसरी यसलाई लिनुपर्छ भने नि यो फिस्ट चाहिँ मेरो समय हो। आजको दिनसम्म शत्रुले लुट्यो होला तपाईँको जीवनको धनलाई, तपाईँको जीवनको स्वास्थ्यलाई, तपाईँको जीवनको थुप्रो कुराहरूलाई, सम्बन्धहरूलाई, परिवारलाई। तर यो समय जब फिस्ट आउँदैछ नि यो चाहिँ परमेश्वरले तपाईँको पक्षमा भइकन शत्रुसँग लडाइँ गर्ने दिन हो। यो दिन चाहिँ तपाईँको साथमा परमप्रभु भइकन तपाईँको लुटिएको भागलाई फिर्ता आउने दिन पनि हो। आमेन। सो यो चाड चाहिँ यो कारणले इम्पोर्टेन्ट छ। अनि यही चाड मनाउनु भनिकन पावलले पनि आफ्नो मण्डलीलाई उत्साह दिनै रहेको थियो। यो चाड चाहिँ मनाउनु भनिकन पावलले पनि थुप्रो ठाउँमा चाडको विषयमा चाहिँ उसले प्रेरणा दिइरहेको छ। किन भन्दै गर्दाखेरि चाहिँ नि यो चाड चाहिँ परमप्रभुको चाड हो अनि यो चाहिँ अनन्तताको विधि हो भनिकन परमप्रभुले भन्नुभएको छ है। आउनुहोस् एकछिन यतिखेर हामी प्रार्थना गरौँ ल। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ आज जुन चाडको विषयमा हामीले यो कुरालाई सिकिरहेको छौँ, तपाईँले राखिदिनु भएको चाड हो। हाम्रो निम्ति हाम्रो पक्षमा भइकन तपाईँ लडाइँ लडिदिने दिन हो। अनि तपाईँले बोलाउनु भयो आइज तेरो निम्ति चाहिँ विजयको दिन भनिकन बोलाउँदै गर्दा को व्यक्ति आउँदैन होला प्रभु। हामी तयार भइकन आउँदैछौँ किनभने हाम्रो निम्ति विजयको दिन देखा पर्दैछ, हाम्रो निम्ति ठुलो छुटकाराको समय देखा पर्दैछ। अनि यो चाडहरू आउँदै गर्दा हामी एक्साइटेड छौँ किनभने तपाईँ हाम्रो पक्षमा बसिकन दिनुहुन्छ। बाबु धन्यवाद, आज जे कुरा सिक्यौँ यो 7वटा चाडबाट येशू ख्रीष्ट तपाईँकै विषयमा चर्चा गरिएको थियो। पिता, तपाईँले गर्नुभएको प्रतिज्ञा यो पृथ्वीमा कसरी प्रकट हुँदै थियो भन्ने कुरालाई नै तपाईँले बताउँदै हुनुहुन्थ्यो। अनि आज हामी जुन कुरालाई सिकेका छौँ एक एकको जीवनमा आज यो कुरा प्रकट भएको छ। कतिजनालाई बुझ्नु पनि गाह्रो भयो यो के हो कस्तो हो भनिकन, तर प्रिय पवित्र आत्मा तपाईँ असल शिक्षक हुनुहुन्छ अनि तपाईँले नै सही कुरालाई सिकाउन सक्नुहुन्छ। आज उहाँहरू बस्दै गर्दा उड्दै गर्दा सुत्दै गर्दा पवित्र आत्मा तपाईँले बुझाउनुहोस् यसको रहस्य के हो भनिकन, कसरी यसको निम्ति म तयारी हुनुपर्ने, कसरी यसको निम्ति म अगाडि बढ्नुपर्ने पवित्र आत्मा तपाईँले सिकाउनु भएको होस् अनि तपाईँले आफ्नो महिमा लिनुभएको होस्। बाबु धन्यवाद, आज जे कुरालाई सिकेको छौँ यो कुरालाई हामी आफ्नो बनाउँछौँ अनि सबै कुरामाथि पुत्र येशू ख्रीष्टको रगतको छाप लगाइकन यतिखेर हामी सिल गर्दछौँ। सबै महिमा तपाईँलाई येशू ख्रीष्ट तपाईँको नाममा, आमेन।